हजुर हजुर ए हजुर 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 गर्न त सकिन्छ सर होइन। जस्तो हामीले चाहिँ एउटा चाहिँ के गर्नुपर्छ, राइट क्लिक गरेर ग्लु जोइन्ट्स टु ग्रिड भन्ने एउटा अन गर्नुपर्छ होइन। यो गरेपछि के हुन्छ, तपाईँ ग्रिड सर्यो भने यो कलमहरू पनि यो जोइन्टहरू पनि त्यही हिसाबले सर्न खोज्छ। तर कहाँनिर बिग्रिन्छ भने तपाईँको जस्तो मैले यो ई र एफको बिचको स्पेसिङ मैले घटाएँ अरे होइन। अब यो क्यान्टिलिभर छ नि, यो त ग्रिडभित्र पर्दैन नि त। अनि त्यो भएर अब यो कलमहरू बिमहरू चाहिँ मजाले ग्रिड यो एफ ग्रिडसँगै सर्छ यो यतातिर, तर यो क्यान्टिलिभर चाहिँ बिग्रिन जान्छ क्या। त्यो भएर अब अलिकति इनकेस हामीले त्यसरी चेन्ज गरियो भने चाहिँ केयरफुल भएर सबै एकचोटि चेक गर्नै पर्छ क्या, भन्न सकिन्न होइन। त्यो भएर अलिकति केयरफुल भएर चेक गऱ्यो भने गर्न चाहिँ सकिन्छ। ग्लु टु एउटा यो गरेर ग्लु टु जोइन्ट्स टु ग्रिड र अनि बल्ल ग्रिडको स्पेसिङ चेन्ज गऱ्यो भने चाहिँ टु सर्टेन एक्सटेन्ट मिलाउन सकिन्छ। ठिकै छ नि, रिभाइज भयो नि हजुरलाई। त्यही त, त्यो क्लास सकिसकेपछि पनि मैले एटलिस्ट त्यो 2टा प्लान दिएको छु। 2टा मध्ये एउटा मात्रै भयो भने तपाईँहरूलाई रेजिडेन्सियल बिल्डिङलाई भयो भने प्र्याक्टिस हुन्छ। प्र्याक्टिस नगरेसम्म कहाँनिर मिस्टेक छ के थाहा हुँदैन भन्ने कुरै थाहा हुँदैन क्या हामीलाई। अनि गरिराख्नुपर्छ प्र्याक्टिस चाहिँ। आज हामी हजुर के भन्नुभयो? हजुर 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 हामीले आफै रिभाइज गर्ने क्या। जस्तो 6x14 किन राखेको भने यता क्यान्टिलिभर गएको बिम 14 इन्चको थियो होइन। हामीले त्यसलाई 14 इन्चको बनाएको थियौँ। तर अब गएर तपाईँको एनालाइसिस गर्दाखेरि यो बिमको साइज बढ्यो भने चाहिँ अब फेरि हामीले यसलाई पनि रिभाइज गर्छौँ क्या। हामीले प्रोबब्ली सबै बिमको साइजहरूदेखि लिएर कलमको साइज सबै रिभाइज गर्नुपर्छ होला एक राउन्ड होइन। धेरै सानो सानो राखेको छौँ हामीले होइन, सबै रिभाइज गर्नुपर्छ होला। लाइभ लोड लगाउनेतिर आज कन्टिन्यू गरौँ है त। हिजो हामीले स्ल्याब फ्लोर फिनिस भनेर लगाइदिएको थियौँ। हेर्नु पऱ्यो भने कुनै एउटा स्ल्याबलाई राइट क्लिक गरेर हेर्नुभयो भने त्यहाँनिर लोड्समा ज्योमेट्री असाइनमेन्ट्स लोड हुन्छ, लोड्समा तपाईँको देखाएर हुन्छ होइन। अब हामीले के गर्न पायौँ भने अब लाइभ लोडहरू लगाउनु पऱ्यो। लाइभ लोड चाहिँ अब रुमको युज अनुसारको हाम्रो लाइभ लोड फरक हुन्छ होइन। अर्को भनेको बाल्कनीहरूमा फरक हुन्छ, त्यस्तै रुफमा टेरेसमा लाग्ने लाइभ लोड फरक हुन्छ होइन। सबै लोड लगाउन आज सिक्छौँ है त हामी। त्यसको लागि चाहिँ फर्स्ट अफ अल हाम्रो प्लान हेरेर हाम्रो अब के युज छ होइन। अब जस्तो यहाँनिर कम्युनिटी हल, जिम्नेजियम, ग्रोसरी भनेर छ, यता टोइलेटहरू छ होइन। त्यसको लागि चाहिँ हामीले 875_2 भनेर तपाईँलाई मैले हिजो पिडिएफ पठाएको छु होला। त्यसमा चाहिँ तपाईँले हेर्नुभयो भने के छ भने यहाँनिर बिल्डिङको युज अनि त्यस बिल्डिङभित्र पनि रुमको युज अनुसार चाहिँ यहाँनिर लाइभ लोड चाहिँ युनिफर्मली डिस्ट्रिब्युटेड लोड किलोमिटर पर मिटर स्क्वायर भनेर छुट्याइदिएको छ होइन। अब हाम्रो अपार्टमेन्ट बिल्डिङ हो। अपार्टमेन्ट बिल्डिङ चाहिँ कुन चाहिँ भित्र पर्छ भनेर हेर्ने हो भने चाहिँ
यो 2.2.7 मा रेसिडेन्सियल बिल्डिङको डेफिनेसन दिएको छ यसले। यसमा चाहिँ के भनेको छ भने इट इन्क्लुड्स मल्टिफ्यामिली ड्वेलिङ्स, अपार्टमेन्ट हाउसेस, फ्ल्याट्स, लजिङ यताउति भनेर दिएको छ होइन। भनेपछि रेसिडेन्सियल बिल्डिङभित्रै हामीले चाहिँ अपार्टमेन्ट बिल्डिङ पर्ने रहेछ। अब अपार्टमेन्ट बिल्डिङ भन्ने भित्र पनि अब हाम्रो के टाइपको रुमहरू छ त होइन, तिनीहरूलाई चाहिँ तिनीहरूलाई चाहिँ हामीले रुमको क्लासिफिकेसन अनुसार हामीले चाहिँ लोड लगाउनु पऱ्यो होइन। जस्तो अब यहाँनिर फर्स्ट अफ अल टोइलेटै खोजौँ होइन। यहाँ चाहिँ के भनेको छ, जस्तो टोइलेट्स एन्ड बाथरुम्समा एउटा ड्वेलिङ हाउसेसमा 2 भनेको छ। अर्को त्योभित्र ड्वेलिङ युनिट्स प्लान एन्ड एजुकेटेड इन अकर्डेन्स विथ यो भनेको छ। अर्को भनेको होटल, होस्टेल, बोर्डिङ हाउसेस, डोमिटरी, रेसिडेन्सियल क्लब्स यताउति भनेको छ होइन। यसभित्र हेर्दाखेरि चाहिँ सीभित्र हेर्दाखेरि चाहिँ अलिकति धेरै भेराइटी छ। हाम्रो अपार्टमेन्ट बिल्डिङको लागि चाहिँ सुटेबल चाहिँ यो हुन्छ होइन। यसभित्र चाहिँ अब लिभिङ रुम्स, बेडरुम्सको लागि 2 थियो भने यहाँ टोइलेट भनेर छुट्टै छ कि बाथ्स एन्ड टोइलेट्स भनेर यसमा चाहिँ 2 लगाउनु भनेको छ। भनेपछि हाम्रो प्लानमा हेर्दाखेरि चाहिँ अब यो प्यानलभरि होइन, यो अलिकति टोइलेट यतापट्टि पनि आएको छ। अब यतापट्टिको लागि चाहिँ हामीले यो कम्युनिटी हलमै काउन्ट गरेर यतापट्टि टोइलेट चाहिँ यो प्यानलभित्र मात्रै लगाउने भनेर चाहिँ हामीले कसरी लगाउनु पऱ्यो भने हामी चाहिँ यो क्लिन लेभलको थियो होइन। क्लिन लेभलमा गएर यो एउटा प्यानलमा चाहिँ हाम्रो टोइलेटहरू थियो भने यसमा चाहिँ अब हामीले कति लगाउने भने लोड लगाउनलाई जहिले पनि स्ल्याबहरूमा लोड लगाउनु पऱ्यो भने असाइनमा सेल लोड्समा जाने र युनिफर्ममा गएर यहाँ चाहिँ कति लगाउनु पऱ्यो भने लाइभ लोड लेस देन अर इक्वल्स टु 3 गरेर, किनभने अहिले टोइलेटको लागि कति भनेको छ 2 भनेको छ हो। हामीले 2 भनेको छ भने 2 भनेको लाइभ लोड लेस देन अर इक्वल्स टु 3 हो। सो हामीले चाहिँ यो प्याटर्नमा चाहिँ यो प्याटर्न चाहिँ सेलेक्ट गर्नु पऱ्यो, लोड प्याटर्न नेममा सेलेक्ट गर्नु पऱ्यो है। यसरी लेस देन इक्वल्स टु 2 भनेर सेलेक्ट गरेर हामीले रिप्लेस गरिदिनु पऱ्यो है। यसरी अप्लाई गरिदियो भने चाहिँ यसरी अब के भयो भने फ्लोर फिनिस लागिसकेको थियो, छुट्टै हेडिङमा गएर लाइभ लोड लेस देन इक्वल्स टु 2 भनेर यहाँनिर लेस 3 भनेर यहाँनिर 2 भन्ने लोड लाग्यो होइन। अब त्यसपछि यता कम्युनिटी हल, जिम्नेजियम, ग्रोसरी भनेर भनेको छ नि होइन। यो अटोक्याड प्लानमा कम्युनिटी हल, ग्रोसरी, जिम्नेजियम भनेर भनेको छ। यिनीहरूमा चाहिँ अब मान्छेहरू पनि अलिकति धेरै हुन्थ्यो होइन। अब मान्छेहरू धेरै हुन्थ्यो, त्यसमा लोडहरू धेरै लाग्ने भयो होइन। जस्तो अब एक्ज्याक्टली तपाईँले त्यहाँ जे लेखाएको छ त्यही त एक्ज्याक्टली पाउनुहुन्न। तर जस्तो अब यहाँ पब्लिक लाउन्जेसहरू भनेको छ होइन, पब्लिक लाउन्जेसहरू भनेको छ। पब्लिक लाउन्जेसहरूमा कम्युनिटी हलहरू पनि त्यसमा काउन्ट गर्न पाइयो। त्यसपछि अब जस्तो के अरे अर्को के भनेको थियो, बिलियार्ड रुम भनेको अब गेम रुमहरू जस्तो भन्न पाइयो होइन। अनि प्लस तपाईँको यहाँनिर रुम फर इन्डोर गेम्सहरू भनेर छ, तिनीहरूको पनि त्यसको पनि 3। अर्को बिलियार्ड उसको पनि 3 छ होइन। आई डोन्ट थिङ्क जिम्नेजियमको लागि चाहिँ एक्ज्याक्टली जिम्नेजियमै भनेर त कुनै हेडिङमा छ जस्तो चाहिँ मलाई लाग्दैन होइन। सो मोस्ट सुटेबल के भन्नु सर? हजुर के त यसो हुन्छ सर, अब एक्ज्याक्टली त्यहाँ जुन युजको लागि भनेर आर्किटेक्ट दिएको हुन्छ त्यो एक्ज्याक्टली त पाइँदैन होइन। अब त्योसँग मिल्ने 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 मिल्दोजुल्दो गर्ने हिसाबले हामीले लगाउने कि एक्ज्याक्टली हार्ड एन्ड फास्ट अब यही हो भनेर भन्न त सकिन्न। कुनै चाहिँ जस्तो डिरेक्टली हुन्छ, जस्तो अफिस रुमहरू डिरेक्टली भयो होइन, ठ्याक्क सबसे मिल्दोजुल्दो गरेर हाल्ने हो। अनि तपाईँले अलिकति सेफ्टीको लागि अब जस्तो यसले 3 सजेस्ट गरेको छ भने तपाईँले 4 लाउँदाखेरि पनि कसैले केही भन्दैन क्या होइन। अलिक एक्स्ट्रा सेफ्टी हुन पाइयो, स्योर हुनुहुन्न भने अलिकति एक्स्ट्रा लगाइदिने केही फरक पर्दैन क्या। हामीले चाहिँ अहिले जस्तो अब जिम्नेजियम, ग्रोसरी र उसलाई चाहिँ अब सबसे मिल्दोजुल्दो यो पब्लिक लाउन्जेसहरू नै भनेर मिल्दोजुल्दो भनेर चाहिँ मैले अहिले 3 लगाइदिन्छु होइन। एक्ज्याक्टली चाहिँ अब सरले स्टडी गर्नु, आई डोन्ट थिङ्क ठ्याक्कै यो जिम्नेजियमहरू भनेर छ जस्तो चाहिँ मलाई लाग्दैन। सो मैले चाहिँ अब यो प्यानलहरूमा चाहिँ के लगाइदिन्छु भने 3 भनेर यो उसको बिलियार्ड रुमहरूको त्यो थियो त्यही लगाइदिन्छु अहिलेलाई है। यो प्यानल, यो प्यानल, यो प्यानल, यो प्यानल, यो प्यानल, यो प्यानलमा चाहिँ ठ्याक्क 3 थियो भनेपछि लाइभ लोड लेस देन इक्वल्स टु 3 मै पऱ्यो।
यसमा भ्याल्यु चाहिँ 3 राखेर ठ्याक्क अप्लाई गरिदियो हो। अब यहाँनिर बिचमा भनेको हाम्रो करिडोर स्पेसहरू पऱ्यो नि त होइन। करिडोर स्पेस स्टेयरकेसहरूमा चाहिँ फरक बनाएको छ यसले। करिडोर्स प्यासेज स्टेयरकेस यसमा चाहिँ 3 लाउनु पऱ्यो। अब हुन त यो जतिको, तर यहाँ करिडोर छुट्टै छुट्याइदिएको छ, त्यही भएर 3 लाउनु पऱ्यो है। भनेपछि अब हामीले यसमा पनि र यसमा पनि भ्याल्यु चाहिँ 3 लगाएर अप्लाई गरिदिनु पऱ्यो होइन। यसरी चाहिँ लाइभ लोड चाहिँ यो प्लिन्थ लेभलमा ल्याउनु पाइयो। त्यसपछि फर्स्ट फ्लोर लेभलदेखि तपाईँको 7th फ्लोर लेभलसम्म त सेम छ होइन। फर्स्टदेखि 7थसम्म त तपाईँको सेम छ। यसमा चाहिँ सबै अब लगभग बेडरुमै छ। यहाँ सानो एउटा पार्ट करिडोर थियो र यहाँनिर करिडोर थियो होइन। अब हामीले चाहिँ यो दुईटाको जस्तो यति पार्ट बेडरुम लाग्थ्यो, यति पार्ट करिडोर लाग्थ्यो भने दुईटाको एभरेज गरेर लगाउन पाइन्थ्यो। हामी चाहिँ त्यति साह्रो झन्झट पनि चल्दैनौँ होइन। ठुलो एरिया जुन छ, जस्तो अब करिडोर के अरे करिडोरको लोड धेरै थियो भने करिडोरै लगाइदिँदा पनि भयो, बेडरुम थियो भने बेडरुमै लगाइदिँदा पनि भयो। त्यो अब यस्तो कुरा चाहिँ जेनरलाइज गरेर हुन्छ होइन। सो हामी के गरिदिउँ भने यो सबै प्यानलमा बेडरुम भनेर बेडरुमको लोडहरू जति थियो, बेडरुम किचनहरू छ, तिनीहरूको लागि एउटै लोड थियो के अरे। त्यसपछि करिडोरको लागि यता छुट्टै गरौँ, त्यसपछि बाल्कनीको लागि चाहिँ छुट्टै लोड छ, त्यो छुट्टै गरौँला होइन। अब हामीले हेऱ्यौँ भने चाहिँ बेडरुम, लिभिङ रुम, बेडरुम एन्ड डर्मिटोरिज र किचनको लागि चाहिँ अब के भन्छ, अब जस्तो यो होटल होस्टेलहरूको लागि थियो होइन। होटल होस्टेलहरूको लागि चाहिँ अब किचनहरू अलिकति ठुलो हुने गर्छ नि त। त्यो भएर त्यसको लागि चाहिँ 3 भनेको खासमा। अब हाम्रो जुन यो अपार्टमेन्ट भनेर छ नि, अपार्टमेन्टहरूमा त अब यो किचन भनेको त हाम्रो नर्मल रेसिडेन्सियल बिल्डिङमा हुने किचन र अपार्टमेन्ट हुने किचनमा त साइजिङहरू लोडहरू त सेम हुनुपर्ने हो नि त। त्यो लजिकले चाहिँ हामीले ड्वेलिङ हाउसेसमा हुने जुन रुम अल रुम्स एन्ड किचन छ त्यसको लागि 2 भनेछ, त्यसरी 2 नै लगाइदिने हामीले है। यसरी सबैमा यसमा 2 लगाइदिने, 2 गरेर अप्लाई गरिदिने। यसमा यो करिडोर भनेर 3 लगाइदिने। अझ मैले के गरेँ भने यहाँनिर सिमिलर स्टोरी गरेर गऱ्यो भने चाहिँ 7वटा तल्लामा सबै एकैचोटि लाग्ने भयो है। यहाँनिर हेर्नुभयो भने 7वटा तल्लाको स्ल्याबहरू सेलेक्ट भइरहेछ। यसमा 7वटा तल्ला लाग्ने भयो। त्यसपछि यहाँनिर करिडोरमा 3 भनेर लगाइदिउँ। अब यहाँ बाल्कनीमा चाहिँ कति भनेको छ भने रेसिडेन्सियल बिल्डिङको लागि बाल्कनीमा 3 भनेको छ भने तपाईँले अब होटल होस्टेलहरूको लागि चाहिँ बाल्कनीमा चाहिँ अब के भन्छ 4 भन्दैछ। हामी चाहिँ अहिले अलिकति सेफ बस्नलाई 4 लिएर गरिदिन्छौँ है। यो डिजाइनर्स जजमेन्टै हो है तपाईँको। यतिकै अब यही हो भनेर ठ्याक्क भन्दा छैन। यही हो भनेर भन्दा नभएपछि अब डिजाइनर्स जजमेन्ट भएर अब कहाँनिर कतिको सेफ्टी दिने भन्ने हिसाबले चाहिँ आफूले यसो जजमेन्ट गरेर गऱ्यो भने तपाईँले चाहिँ अब यो भित्रभरिमा चाहिँ तपाईँले जसरी पनि डिफेन्ड गर्न सक्नुभयो क्या। अब हामीले 3 लियौँ किनभने अब अपार्टमेन्ट के अरे 3 लिएर अब अपार्टमेन्टहरू पनि रेसिडेन्सियल बिल्डिङहरू बराबरकै त्यसमा लोड आउने हुन्छ भनेर त्यसरी डिफेन्ड गरेर तपाईँले 3 लिँदा पनि हुन्छ। अब ठुल्ठुलो अपार्टमेन्ट हो, होटल होस्टेलहरूको अन्डरमा लिएर अलिकति सेफ बस्नलाई 4 लिएर गऱ्यो भनेर त्यसरी डिफेन्ड गर्दा पनि हुन्छ क्या। डिफेन्ड गर्ने कुरा मात्रै हो है। अनि प्लस मैले अहिले भर्खर एउटा के मिस्टेक गरेँ भने यसरी 4 लगाएको थिएँ मैले होइन। 4 त तपाईँको यो लोड प्याटर्न त फरक हुनु पर्थ्यो नि त, किनभने यो त लाइभ लोड लेस देन इक्वल्स टु 3 को लागि मात्रै थियो। भनेपछि मैले चाहिँ यिनीहरूको चाहिँ अहिले यो लाइभ लोड लेस देन इक्वल्स टु 3 बाट मैले डिलिट गर्छु। अनि फेरि सेलेक्ट गरेर पछि मैले यहाँनिर लाइभ लोड ग्रेटर देन 3 भन्ने प्याटर्नमा चाहिँ 4 भनेर अप्लाई गरिदिन्छु है। यसरी राइट क्लिक गऱ्यो भने अब लाइभ लोड ग्रेटर देन 3 भन्ने प्याटर्नमा 4 भनेर लाग्यो होइन। अब यहाँ 4 लागिसक्यो होइन। त्यसपछि यो टप तानेको थियो नि छज्जाहरू छ नि, छज्जाहरूलाई चाहिँ हामीले रुफै भनेर लिन्छौँ क्या होइन। रुफ भनेर लिन्छौँ। रुफमा पनि तपाईँको 2टा क्याटेगोरी हुन्छ, एउटा एक्सेसिबल रुफ, एउटा इनएक्सेसिबल रुफ भन्ने हुन्छ क्या है। एक्सेसिबल रुफमा चाहिँ कति भनेको छ 1.5 किलोन्युटन पर मिटर स्क्वायर भन्ने त्यही कोडले भन्दैछ। मैले ठ्याक्क क्लज चाहिँ अहिले ठ्याक्क भेटिनँ है, ठ्याक्क याद छैन क्लज चाहिँ। यसमा चाहिँ अनि इनएक्सेसिबल रुफ भनेर भनेको छ। यसमा चाहिँ 0.75 किलोन्युटन पर मिटर स्क्वायर लाउनुपर्छ भनेर भन्दैछ। आई थिङ्क यो
यसको टेबल कुन चाहिँ एउटा टेबलमा दिएको छ कि यो चिज टेबल नम्बर 2 मा चाहिँ यो फ्ल्याट रुफहरुमा चाहिँ एक्सेस प्रोभाइडेड छ भने 1.5 एक्सेस नट प्रोभाइडेड एक्सेस फर मेन्टेनेन्स भने 0.75 भनेर भन्दै छ। यो चाहिँ के भन्न खोज्यो भने जस्तो हाम्रो टप फ्लोरको जुन यो टेरेस छ यसमा त तपाईको ढोका दिएर सरर मान्छे सबै जान मिल्छ। यस्तो केसमा चाहिँ अलिकति धेरै लगा रुफ लाइफको अन्डरमा र यस्तोमा त अब यसलाई रुफै मान्ने हो तर रुफ मान्दाखेरि पनि तपाईको यहाँनिर ढोका त कतै छैन झ्यालबाट जानुपर्छ अनि खासै धेरै मान्छे यहाँनिर अब मेन्टेनेन्स बाहेक अरू केही नजाने भएको कारणले चाहिँ यसमा चाहिँ कम लाउँदा हुन्छ भनेको छ। भनेपछि हामीले यिनीहरुमा चाहिँ सेलेक्ट गरेर यसरी मैले ड्र्याग गरेर सेलेक्ट गर्दै हो यिनीहरुमा चाहिँ अब कति लाउनु पर्यो भने छुट्टै लोड प्याटर्न चाहिँ रुफ लाइफ भनेर चाहिँ हामीले भ्यालु कति लाउनु पर्यो 0.75 लाउनु पर्यो। हामीले रुफ लाइफ भने छुट्टै किन दियौं भने रुफ लाइफ चाहिँ हामीले उसमा लगा छैनौं के भन्छ यो मास सोर्समा इन्क्लुड गरेका छैनौं। भन्नुको मतलब भुइँचालो आउने बेलामा चाहिँ रुफ लाइफ भन्ने लोडै लाग्दैन रे भन्ने अजम्पसनमा चाहिँ हामीले गरेको हो हैन। यसरी चाहिँ तपाईको सिमिलर स्टोरी गरेपछि के भयो भने 7 वटा तल्लासम्म तपाईको 7 फ्लोर सम्म सबै यो लोडहरु चाहिँ सेम लागिसक्यो हैन। अब चाहिँ 8 फ्लोरमा गएर चाहिँ तपाई के गर्नु पर्यो भने 8 फ्लोरमा गएर हेर्यो भने तपाईको सबै तपाईको यो टपहरु भरि पनि तपाईको एक्सेसिबल रुफ भनेर चाहिँ छ हो। भने सबै प्यारापेट वाल बाहिर लगाइसकेपछि चाहिँ के गर्नु पर्यो भने यो सबै सेलेक्ट गर्नु पर्यो। यसरी ड्र्याग गरेर सेलेक्ट गर्दै मैले यसरी सेलेक्ट गरेर रुफ लाइफमा चाहिँ अब कति लाउनु पर्यो भने 1.5 भनेर चाहिँ हामीले रुफ लाइफ लगाउनु पर्यो हैन। त्यसपछि यहाँ भित्र अझै पनि के छ भने कभर्ड एरिया छ र यसमा चाहिँ हाम्रो के हुने भयो भने करिडोरको लागि भनेर चाहिँ लाइभ लोड लेस देन इक्वल्स टु 3 कोमा चाहिँ भ्यालु चाहिँ 3 लाग्ने भयो। 3 गरेर अप्लाई गरे। त्यसपछि माथि भनेको नि तपाईको अब भर्याङ सराङ दिएर चढिरा हुन्छ यसलाई पनि एक्सेसिबल रुफ भनेर चाहिँ हामीले मान्न सक्यौं। यसमा चाहिँ भ्यालु 1.5 भनेर एक्सेसिबल रुफको लागि दिन सक्यौं हैन। अब लाइभ लोड हाम्रो दिन कहाँ बाँकी भयो भने स्टेयरकेसमा बाँकी भयो है। हामीले जस्तो यो स्टेयरकेसको यो ल्यान्डिङ स्ल्याब थियो यसमा मैले राइट क्लिक हेर्यो भने फ्लोर फिनिश लागिसकेको थियो यसमा लाइभ लोडहरु लगाउन बाँकी भयो हैन। स्टेयरकेसको चाहिँ तपाईको कोडले चाहिँ के भनेछ सबै एक सेकेन्ड ल विशाल ढुङ्गेलजीको हिजो मेल आएन भन्नु भएर च्याटमा लेख्नु भएको रहेछ है। मेल आइडी त मैले तपाईकोमा पठाएको है म नत्र यो क्लास सकेपछि फेरि तपाईहरुलाई पठाइदिउँला नि त नत्र यही तपाईको मेल आइडीमा मैले हिजो एड गर्न चाहिँ विशालजी मिस्टेक भयो कि म फेरि पठाइदिउँला। स्टेयरकेसको लोड लगाउन बाँकी थियो हाम्रो हैन। स्टेयरकेसको लोड लगाउनलाई चाहिँ यहाँनेरि करिडोर प्यासेज स्टेयरकेसको लागि चाहिँ भ्यालु 3 भनेर भनेको छ। भनेपछि हामीले चाहिँ सबै स्टेयरकेसको स्ल्याबहरु एकैचोटी सेलेक्ट गरेर लाउन पायौं। त्यसको लागि चाहिँ सेलेक्ट गरेर सेलेक्ट भित्र प्रपर्टी भित्र स्ल्याब सेक्सन त्यो भित्र स्टेयरकेस भनेर स्ल्याब भनेर मैले सेलेक्ट गरे भने चाहिँ हाम्रो मोडल भरिको सबै स्टेयरकेस स्ल्याब सेलेक्ट भयो। यसमा चाहिँ लाइभ लोड लेस देन इक्वल्स टु 3 भन्ने नाममा चाहिँ हामीले 3 किलोन्युटन लोड चाहिँ अप्लाई गर्नु पर्यो हैन। अब यो के छ भने 3 किलोन्युटन लोड चाहिँ तपाईको यो करिडोरको स्पेसमा पनि लागेको थियो यो लिफ्टले छोपेर नदेखिया हो हैन। राइट क्लिक गरेर हेर्नु भयो भने चाहिँ यहाँनिर लोड लागिरहेछ है। यसरी चाहिँ हामीले सबै स्ल्याबहरुमा चाहिँ लाइभ लोड लगाएर भ्यायौं हैन। अब तपाईलाई फर एक्जाम्पल कति लोड लागेछ कुन चाहिँ प्याटर्नमा कति लागेछ भनेर हेर्नु पर्यो भने चाहिँ फर एक्जाम्पल यसरी अनडिफर्म शेप क्लिक गरे नि यो लोडहरु जान्थ्यो हैन। अब फेरि तपाईलाई कुन चाहिँ प्याटर्नमा कति लागेछ हेर्नु पर्यो भने यहाँ डिस्प्लेको भित्र चाहिँ लोड असाइन भन्ने हुन्छ। यसमा चाहिँ हामीले स्ल्याबको लोड हेर्नु मन लाग्यो भने सेल लोड्स यसरी क्लिक गर्यो भने चाहिँ कुन चाहिँ प्याटर्नको अन्डर हेर्ने भनेर यसरी अप्लाई गर्यो भने चाहिँ तपाईको ठ्याक्क त्यो प्याटर्नको अन्डरको चाहिँ लोड देखाइदिन्छ यसरी है। यसरी हेर्न सकिन्छ हैन त। फेरि यो शो अनडिफर्म शेप भन्ने यो F4 वाला सर्टकट जुन छ त्यो क्लिक गर्यो भने चाहिँ यो लोड देखाएको गयो हैन। अब लाइभ लोड लगाइसकेपछि अब
के गर्नु पर्यो भने लोड फिनिश लगायौँ, लाइभ लोड लगायौँ। इनकेस तपाईँले बिर्सिनु भयो भने कुन लोड लगाउनु बाँकी छ बिर्सिनु भयो भने लोड प्याटर्नमा गएर सर चेक गर्दा भयो है। फ्लोर फिनिश र लाइभ लोड लगायौँ। त्यसपछि अब वाल लोड लगाउनु बाँकी छ, स्टेयरकेसमा स्टेपको वेट लगाउनु बाँकी छ, त्यसपछि लिफ्टको वेट, वाटर ट्याङ्कको वेट र ल्याटरल सोइल प्रेसर लगाउनु बाँकी छ हैन त। मैले स्टेपको वेट क्याल्कुलेट गर्नलाई पनि यहाँ एक्सेल फाइलमा मैले बनाइदिएको हो कि जस्तो लाग्छ है। स्टेप्स भन्न छ। ट्रेडको साइज तपाईँको अहिले अटोक्याडबाट एकचोटि हेरौँ है। ट्रेडको साइज तपाईँको यो हो 11 इन्च छ है, 11 इन्च ट्रेडको साइज। राइजर चाहिँ हाम्रो कति थियो भने 16वटा राइजर थियो। हाइट चाहिँ कति थियो 123 इन्चेस थियो, डिभाइड बाई 16 गर्दाखेरि 7.6875 7.6875 इन्चेस हो। यसरी गऱ्यो भने चाहिँ तपाईँको यहाँनेरि हाम्रो विथ अफ स्टेकेस पनि इनपुट गर्नु पर्यो। एक सेकेन्ड इनर चाहिँदैन हो, यो एउटा मात्रै भ्याल्यु हामीलाई चाहिने हो। यो भ्याल्यु पनि अब विथ अफ स्टेयरकेसमा डिपेन्ड गर्ने भयो। खासमा त विथ अफ स्टेयरकेसमा डिपेन्ड गर्नु नपर्ने हो। के मिस्टेक गरेँ होला मैले है, है त। एरिया डिभाइडेड पर मिटरमा आउँछ यो गऱ्यो भने गामा। ओके, हामीले विथ अफ स्टेयरकेस पनि इनपुट गर्नुपर्ने छ। विथ अफ स्टेयरकेस इनपुट गर्नलाई चाहिँ यहाँनेरि कति थियो हाम्रो 5 फिटको थियो हो। भनेपछि हामीले यहाँनेरि 5 फिट बनायौँ भने यहाँनिर तल मिटरमा इनपुट गर्ने हो। 5 फिट भनेको कति भने 5 डिभाइड बाई 3.28 गऱ्यो भने मिटरमा आयो। यसरी चाहिँ स्टेपको वेट चाहिँ हामीले यसरी 0.4475 भनेर क्यालकुलेट गर्न सक्यौँ। यो चाहिँ कसरी गऱ्यो भने जस्तो हाम्रो मानौँ यो स्टेप थियो भने हामीले चाहिँ यो स्टेपको वेट चाहिँ तपाईँको यो ट्रेड यो राइजरको पाइथागोरस लगाएर यो एरियामा यसको लोड चाहिँ डिभाइडेड, यो टोटल स्टेपको वेट डिभाइड बाई यो एरिया डिभाइड गर्न खोजे हो हैन। त्यही गर्दाखेरि चाहिँ यहाँ चाहिँ यो चाहिँ किल न्युटन पर मिटर स्क्वायरमा आएको है। गामा इन्टु एरिया डिभाइड बाई मिटर गरेर यो मिटर भयो। एक सेकेन्ड आएर 5 फिट। यसमा चाहिँ मैले अलिकति क्यालकुलेसन मिस्टेक गरेको छु। तपाईँहरूले एकचोटि चाहिँ यो एरिया झिकेर हाम्रो एस्टिमेट गरे जस्तो गरेर यो टोटल एरिया झिक्ने। यो एरिया झिकेर यो एरिया हैन त। एक सेकेन्ड आएर क्यालकुलेसन मिलाइदिउँ। हाफ यो इन्टु यो गऱ्यो भने त्यो एरिया आयो हैन। यो एरिया इन्टु तपाईँको लेन्थ गऱ्यो भने तपाईँको टोटल भोल्युम आयो। टोटल भोल्युम डिभाइडेड बाई ओके एक सेकेन्ड आएर तपाईँ यसमा मिलाइदिन्छु। तपाईँहरूले यो मिलाएको फाइल पठाउँला। यसमा प्लस एन्टायर रो टोटल वेट भनेको चाहिँ के हुने भयो भने एरिया इन्टु लेन्थ इन्टु गामा। यो गऱ्यो भने टोटल किलोटनमा तपाईँको लोड आयो। किलोटनमा लोड आयो। त्यसपछि टोटल लोड डिभाइडेड बाई एरिया भनेको चाहिँ अब तपाईँको यो एरिया हुनु पर्यो, यो एरिया हैन। यो एरिया इन्टु तपाईँको यो टोटल लेन्थमा जान्थ्यो।
भन्नु खोज्नुको मतलब के हुने भयो भने हजुर सर मेल 2 चोटि पठाइसकेँ सर मैले उहाँलाई 2 चोटि मेल पठाइसकेँ मैले उहाँलाई अब एरिया भनेको के हुन्थ्यो भने राइजर ट्रेड यसमा अझै एउटा थपौँ रो हाइपोटेनियस भनौँ हाइपोटेनियस भनेको चाहिँ स्क्वायर रुट अफ यसको स्क्वायर प्लस यसको स्क्वायर हो यो भनेको हाइपोटेनियस मिटरमा भयो टोटल एरिया भनेको चाहिँ कति हुने भयो भने हाइपोटेनियस इन्टु लेन्थ हो यो चाहिँ मिटर स्क्वायर हुने भयो एरिया लोड भनेको चाहिँ कति हुने भने यो डिभाइडेड बाइ यो है 2 किलोन्युटन चाहिँ हाम्रो एरिया लोड चाहिँ आउने रहेछ है स्टेपको लागि भनेपछि यसरी चाहिँ यो क्याल्कुलेसन मैले गरेछु यो अपडेटेड तपाईको एक्सेल फाइलमा तपाईहरुलाई ड्राइभमा पठाइदिउँला है अस्ति भएकोलाई चाहिँ डिलिट गरेर यो नयाँवाला चाहिँ पठाइदिन्छु भनेपछि यसरी स्टेप वेट क्याल्कुलेट गरेर चाहिँ हामीले यो स्टेयरकेस स्ल्याबमा चाहिँ लगाउनु भनेपछि हामीले के गर्नु पर्यो भने स्टेयरकेस स्ल्याबलाई सेलेक्ट गर्ने फर्स्ट अफ अल सेलेक्ट गर्ने स्टेयरकेस स्ल्याबलाई स्ल्याब सेक्सन्स स्टेयरकेस स्ल्याब सेलेक्ट गर्यौं र यसमा चाहिँ असाइन शेल लोड्स युनिफर्म यहाँ चाहिँ स्टेप वेट भनेर भ्यालु चाहिँ 2 भनेर हामीले लगाइदियौं है वेलकम सन्तजी हजुरलाई मैले अगाडि नै 2 चोटी मेल पठाइदिसकेको थिएँ पाउनु भएन र ए त्यही त मैले त सुरुमै सबैजनालाई पठाएँ एकछिनपछि तपाईहरु नआउनुभएपछि फेरि छुट्टै पठाएको थिएँ मैले अनि ए स्प्याममा गएर बसाइ रहेछ हामी लाइभ लोड लगायौं सबैमा त्यसपछि स्टेप वेटको क्याल्कुलेट गरेर स्टेप वेट लगायौं भिडियो रेकर्ड भएको खासै तपाई त पहिले काम गरेर आएको खासै गाह्रो नहोला है स्टेप वेट लगाएँ मैले स्टेप वेट लगाइसकेपछि अब हाम्रो लिफ्टको वेट पनि लगाइदिउँ वाल लोड चाहिँ लास्टमा लगाउँला है लोड प्याटर्नमा एकचोटि हेरौँ के बाँकी थियो लाइभ लोड लगायौँ वालको वेट बाँकी भयो फ्लोर फिनिश स्टेप वेट लगायौँ लिफ्टको वेट वाटर ट्याङ्कको वेट क्याल्कुलेट गरिहालौँ है लिफ्टको वेट चाहिँ तपाईको सबसे टपको स्ल्याबमा चाहिँ लगाउनु पर्छ हैन जस्तो टपको यो स्ल्याबमा चाहिँ लगाउने हो यतापट्टिको पार्टमा यो चाहिँ कति लाउने भनी तपाईको क्याटलगमा चाहिँ दिएको हुन्छ के जस्तो म क्याटलग पनि तपाईहरुलाई प्रोवाइड गर्दिन्छु भन्दै थिएँ क्याटलग पनि तपाईहरुलाई म आज चाहिँ मेलमा हाल्दिउँला है यसमा चाहिँ के दिएको हुन्छ भने यति जना मान्छेको लागि यति केजी भनेर लोड दिएको हुन्छ के जस्तो मसँग एउटा लिफ्टको चाहिँ क्याटलग छ त्यसमा चाहिँ के भनेको छ भने 16 जना प्यासेन्जरको लागि चाहिँ 1250 केजी भनेर दिएको छ र 16 जना प्यासेन्जरको लागि चाहिँ लिफ्टको वेलको साइज अहिले जुन हामीले दिएको छौं त्यो साइज चाहिँ कत्रो चाहिन्छ भनेर खुलाइदिएको हुन्छ के अब हाम्रो यो चाहिँ अब साइजिङ र उ चाहिँ खासमा पहिले लिफ्टको पर्सनको आर्किटेक्टसँग एकचोटि छलफल गरेर कति पर्सनको लागि लिफ्ट हो त्यसको लागि यो डाइमेन्सन ठिक छ कि छैन चेक गर्ने अनि त्यसपछि त्यसको लागि क्याटलग हेरेर लोड लगाउने हो अहिलेलाई चाहिँ म 1250 केजी नै थियो रे यसको लिफ्टको लोड भनेर मानेर चाहिँ कसरी लगाउने भन्ने कुरा देखाउँछ नि त 1250 केजी थियो भने इन्टु 9.81 गरे न्युटनमा आयो डिभाइड 1000 गरेर चाहिँ तपाईको 12.26 किलो न्युटन चाहिँ हाम्रो टोटल लोड भयो हैन अब हामीले त्यो लोडलाई चाहिँ स्ल्याबमा लगाउने हो भने चाहिँ हामीले चाहिँ के हुनु पर्यो भने
डिभाइडेड बाई स्ल्याबको एरिया गऱ्यो भने यो किलोन्युटनमा थियो हैन, किलोन्युटनमा थियो, डिभाइड बाई स्ल्याबको एरिया गऱ्यो भने किलोन्युटन पर मिटर स्क्वायरमा आउने भयो नि त। स्ल्याबमा त त्यही चाहिने हो भनेपछि हामीलाई स्ल्याबको एरिया चाहियो हैन। भनेपछि यसलाई म राइट क्लिक गरेँ भने यहाँ जियोमेट्रीमा स्ल्याबको एरिया चाहिँ दिइरा हुन्छ 14.59 हो। भनेपछि 12.26 डिभाइडेड बाई 14.59 गऱ्यो भने चाहिँ मैले 0.84 किलोन्युटन पर मिटर स्क्वायरमा आयो अब हैन। भनेपछि हामीले यो एउटा स्ल्याब प्यानल सेलेक्ट गरेर यसलाई वान स्टोरी गरिदिउँ है। यो एउटा स्ल्याब प्यानल सेलेक्ट गरेर असाइन सेल लोड्स युनिफर्म, यसमा चाहिँ लिफ्टको वेट भनेर यहाँनिर चाहिँ कति हुनु पर्यो भने 0.84 भनेर चाहिँ लिफ्टको वेट हुनु पर्यो हैन। 0.84 हैन त, 0.84 भनेर यसरी लिफ्टको वेट चाहिँ हामीले यसरी टपको स्ल्याबमा लगायौँ है। यो भनेको चाहिँ भित्रको कारको र मान्छेहरू हुँदाखेरिको टोटल वेट। त्यसपछि लिफ्टको वेट लगाइसकेपछि अब हामीले वाटर ट्याङ्कको वेट पनि लगाउनु पर्यो हैन त। भनेपछि यो दुईटा प्यानलमा चाहिँ हाम्रो वाटर ट्याङ्क लागिरहेको थियो हो। भनेपछि के गर्न सक्यौँ भने अब हामीले वाटर ट्याङ्क चाहिँ एकचोटि अटोक्याड हेरेर यहाँ चाहिँ के भनेको छ भने 3x2000 लिटर वाटर ट्याङ्क भनेर भनेको छ। यो चाहिँ अब आर्किटेक्टलाई सोध्नु पर्यो, साइन्टिफिक इन्जिनियरहरूले खुलाइदिएको हुन्छ जेनरली कत्रो वाटर ट्याङ्क चाहिन्छ भनेर। अहिले चाहिँ आर्बिट्रेरीले 3x2000 लिटर वाटर ट्याङ्क भनेर चाहिँ मैले यसरी ड्रइङमा हाल्दैछु। 3x2000 लिटर वाटर ट्याङ्क गरेपछि अब चाहिँ हामीले के गर्नुपर्छ नि, यहाँनिर वाटर ट्याङ्क वेट भनेर पनि मैले गर्दैछु हो। ट्याङ्क वेट भनेर गरेर यहाँ चाहिँ मैले डेन्सिटी वाटर भनेको यो भयो। 1 लिटर भनेको के 1000 लिटर भनेको 1 मिटर क्युब हुन्छ। हाम्रो वाटर ट्याङ्कको क्यापेसिटी भनेको चाहिँ यो पार्टमा इनपुट गर्ने हो। वाटर ट्याङ्क 6000 लिटरको हैन, भनेको 6 मिटर क्युब हुने भयो। वेट अफ वाटर भनेको 6000 लिटर भनेको 6000 केजी नै हुन्छ। अब ट्याङ्क वेट चाहिँ तपाईँको अब एउटा चाहिँ 75 किलो भनेर ल्याएको छु। यो तपाईँले अब एक्ज्याक्टली ट्याङ्कको वेट त अब हामीलाई ट्याङ्कीको थाहा हुँदैन, यो चाहिँ आर्बिट्रेरी लिएको हो हैन। यो चाहिँ अब एस्टिमेट गेस गरेर मैले 75 केजी भनेर राखेँ हो। यसरी ट्याङ्कको वेट पनि मैले इन्क्लुड गरेँ। त्यसपछि टोटल वेट चाहिँ यसरी यो चाहिँ केजीमा आयो हैन, वाटरको प्लस ट्याङ्कको वेट गरेर केजीमा आयो। यसलाई चाहिँ इन्टु 9.81 गरेर न्युटनमा, डिभाइड बाई 1000 गरेर किलोन्युटनमा, डिभाइड बाई स्ल्याबको एरिया हैन। स्ल्याबको एरिया चाहिँ अब के गर्नु पर्यो भने यो स्ल्याब प्लस यो स्ल्याबको एरिया, यो स्ल्याबको एरिया छ 14.59 र अर्को स्ल्याबको एरिया छ 13.84 हैन। 13.84 प्लस 14.59 गरेर यसरी 28.43 आयो। र यो टोटल किलोमिटरमा जुन वेट आछ यसलाई डिभाइडेड बाई स्ल्याबको एरिया गऱ्यो भने चाहिँ हाम्रो 2.147 भनेर जुन यो किलोमिटर पर मिटर स्क्वायरमा आछ, यो चिज चाहिँ हामीले दुईटै स्ल्याब प्यानलमा लगाइदिनु पर्यो है। यसरी दुईटै सेलेक्ट गरेर असाइन सेल लोड्स युनिफर्म, यहाँ चाहिँ के गर्नु पर्यो भने वाटर ट्याङ्क भनेर चाहिँ तपाईँले 2. कति आएको थियो 2.147 भन्ने चाहिँ वाटर ट्याङ्कको वेट चाहिँ हामीले यसरी लगाइदिन पायौँ है। यो प्यानल हेऱ्यो भने चाहिँ यहाँ के लाग्यो, फ्लोर फिनिस लाग्यो, लिफ्टको वेट लाग्यो, रुफ लाइफ लाग्यो र वाटर ट्याङ्क भन्ने लाग्यो हैन त। यसरी चाहिँ हाम्रो वाटर ट्याङ्कको वेटहरू पनि लगायौँ। अब चाहिँ एउटा वाल लोड लगाउन बाँकी भयो। त्यसपछि अर्को भनेको यहाँ बटमको यो रिटेनिङ वालमा चाहिँ हाम्रो सोइल प्रेसर लगाउन बाँकी भयो नि त। सोइल प्रेसर लगाउन चाहिँ कहिले सिकाइहालौँ है त। सोइल प्रेसर लगाउन चाहिँ कस्तो हुन्छ भने यो वाल हो भने क्लियर हाइट अफ वाल होइन, यहाँभन्दा तल फुटिङ छ है, यताभन्दा माथि बिम छ हैन। हामीले चाहिँ यो वालभरिलाई मात्रै क्लियर हाइटमा मात्रै हामीले चाहिँ कसरी लिएको हुन्छ भने यसरी ट्रायङ्गुलर लोड डिस्ट्रिब्युसन हुन्छ भनेर हामीले लिएको हुन्छौँ हैन। यो चाहिँ कति हुन्छ भने गामा एच के हो, गामा एच के ए भन्नु हुन्छ यो। अनि यो एच भनेको यो क्लियर हाइट अफ वाल भयो। त्यसपछि यो चाहिँ 1/3 मा लाग्छ भन्ने कुरा थियो हैन। यसलाई चाहिँ हामीले इटाप्समा चाहिँ कस्तो हुन्छ भने हामीले त अघिसम्म युनिफर्मली डिस्ट्रिब्युटेड के अरे सेल लोड भनेर भनेको थियौँ। जस्तो यो प्यानलमा अब यो सेयरवालमा लाग्ने थियो भने चाहिँ असाइन सेल लोड्स नन युनिफर्म भनेर लगाउनु पऱ्यो क्या। हाम्रो त अहिले ट्रायङ्गुलर युनिफर्म गऱ्यो भने चाहिँ तपाईँको रेक्ट्याङ्गुलर लोड डिस्ट्रिब्युसन हुने भयो हैन, नर्मली युनिफर्मली डिस्ट्रिब्युटेड लोड।
अहिले त हाम्रो ट्रायङ्गुलर छ भने नन युनिफर्म भनेर सेलेक्ट गर्नु पर्यो। अब नन युनिफर्म भनेर सेलेक्ट गर्दाखेरि चाहिँ यो चाहिँ जुन छ नि यहाँ एउटा इक्वेसन लेख्दा छ लोड एट पोइन्ट XYZ इक्वल्स टु AX प्लस BY प्लस CZ प्लस D भनेर यसरी दिँदैछ। भन्नुको मतलब PX, Y, Z भनेको चाहिँ इक्वल्स टु AX प्लस BY प्लस CZ प्लस D भनेर चाहिँ यसरी चाहिँ इक्वेसन दिँदैछ हैन त। इक्वेसन भनेको यो हो। अब हामीले चाहिँ कसरी निकाल्नु पर्थ्यो भने यो टपमा गएर त माटो के अरे नभएपछि यो टपमा त यो P को भ्याल्यु 0 हुनु पर्यो हैन। अनि त्यसपछि तपाईँको बटममा चाहिँ P को भ्याल्यु चाहिँ कति हुनु पर्यो नि गामा H KA भन्नु हुनु पर्यो हैन। अनि त्यसपछि तपाईँको के अरे Z भनेको चाहिँ अब X र Y भनेको त X र Y भनेको हरिजोन्टल प्लेनमा हो। हामीलाई त Z सँग मात्रै मतलब छ। Z चाहिँ यसरी बटमबाट नापेको हुन्छ Z हैन। अब यही इक्वेसनलाई चाहिँ यो भ्याल्युहरु सबै राखेर सल्भ गर्दाखेरि चाहिँ कसरी आउँछ भने C इक्वल्स टु मैले लेखेर यसमा लेख्दिउँ है बरु। मैले सल्भ गरिसके। सल्भ गर्दाखेरि चाहिँ के आउँछ नि माइनस गामा H भन्नु आउँछ। गामा इन्टु H नेगेटिभ साइन छ हैन। र D भनेको चाहिँ कति आउँछ भने गामा इन्टु H इन्टु KA भन्नु आउँछ है। यो चाहिँ फर्मुला यो सबै इक्वेसनहरु सल्भ गरे भने चाहिँ C र D को भ्याल्यु आउँछ। यो A र B को भ्याल्यु चाहिँ 0 हुन्छ है। यो पनि लेखिदिराखौँ। A इक्वल्स टु 0 B इक्वल्स टु 0 हुन्छ है। यसरी ल्याटरल सोइल प्रेसर लगाउँदाखेरि हैन। भनेपछि अब यसमा गामा H हरु चाहिँ के हुने भयो भने गामा भनेको सोइलको लागि हामीले 18 लिने हो। H भनेको तपाईको क्लियर हाइट अफ वाल हुनु पर्यो हैन। H भनेको चाहिँ हाम्रो ल अहिले कति हुन्छ भने 10 फिट 3 इन्च फ्लोर हाइट थियो हैन। फ्लोर हाइट यहाँदेखि यहाँसम्म 10 फिट 3 इन्च थियो भने अब हामीले चाहिँ बीमको तलबाट यसरी लियौं भने चाहिँ अब कति हुने भयो भने 8 फिट 9 इन्च हुने भयो हाम्रो क्लियर हाइट अफ वाल है। यसरी चाहिँ तपाईले इन्डिभिजुअल उसको लागि क्याल्कुलेट गर्नु पर्यो। 8 फिट 9 इन्च थियो अहिले भनेको कति हुने भयो भने 8.75 डिभाइड बाइ 3.28 गरे भने चाहिँ मिटरमा आयो हो। 2.667 आयो रे। H इक्वल्स टु 2.667। त्यसपछि KA भनेको चाहिँ तपाईको एक्टिभ सोइल प्रेसरको कोएफिसिएन्ट हो है। तपाईले फर्मुला चाहिँ के छ भने नेटमा पनि भेटिहाल्नुहुन्छ है। एक्टिभ सोइल प्रेसर कोएफिसिएन्ट हो। यो चाहिँ कति हुन्छ भने यो हो फर्मुला। यहाँ पनि लेखे होला है। कुनै पनि तपाईको सोइलको उसमा लेख्या हुन्छ। यहाँ चाहिँ एक्टिभको लागि यो K इक्वल्स टु 1 माइनस साइन फाइ र 1 प्लस साइन फाइ भनेर दिएछ। यो फाइ भनेको चाहिँ के अरे यो एंगल अफ इन्टरनल फ्रिक्सन हुन्छ हैन। एंगल अफ इन्टरनल फ्रिक्सन चाहिँ तपाईको यहाँनेरि हामीले चाहिँ जेनरली अब 30-33 लिएर गरेर हुन्छ हैन। तपाईको उसको लागि दिएको हुन्छ के हो टाइप अफ सोइलको आधारमा दिएको हुन्छ। अब हामीले चाहिँ थाहा छैन भने चाहिँ जेनरली 30 लिदिने हो। यो सोइल टेस्ट गर्दाखेरि जियोटेकको एक्सपर्टहरुसँग तपाईले सोध्दा हुन्छ। बेसिकली 30 लिँदाखेरि आई थिंक यो KA को भ्यालु चाहिँ 0.333 आउँछ है। सिधै तपाईले चाहिँ अब त्यो क्याल्कुलेट नगरेर सिधै 0.333 हान्दिदा पनि हुन्छ है। जेनरली सोइल टेस्ट नगरे केसमा सबै यही आइरा हुन्छ। भनेपछि C को भ्यालु चाहिँ हाम्रो कति आइरा हुन्छ भने माइनस गामा भनेको 18 इन्टु H भनेको कति हुने नि 2.667 हुने भयो। एक सेकेन्ड ल मैले अलिकति मिस्टेक गरेको छ। C मा चाहिँ 2.333 गरे भने चाहिँ 2.667 मैले थोरै मिस्टेक गरेको छ। गामा H 18 इन्टु 2.667 2.333 जस्तो 18 इन्टु 2.8
आउँछ एक सेकेन्ड है त लेट मी चेक कि मेरो फर्मुलाहरू ठिक छ कि छैन एक सेकेन्ड ल म आइहालेँ यसरी वर्कआउट गर्छौँ हाइट मिलेन कि प्रोबब्ली होला हैन यसरी वर्कआउट गर्छौँ हाइट भनेको 2.667 आछ तपाईको कति 9 फिट 4 इन्च लेख्नु हैन हैन फरक छ हाइट 2.667 लेख्नु मिटर हाइट हाइट कति लेख्नु भन्नु न पहिला हाइट भनेको त्यो 9 फिट 4 इन्चमा म घटाउँछु नि त तपाईँ टोटल भन्नु हाइट मात्रै तिमीले क्लियर हाइट 2.667 भन्नु ल्याउ न अरु के पनि चाहिदैन त्यही भएर भ्यालु चेन्जमा आऊ के भनेर भन्न खोजे क्या मैले त्यही रेन्जमा त आउँछ नि क्याल्कुलेटर आई थिंक यो अलिकति सिरोडीको भ्याल्युको फर्मुला चाहिँ आई थिंक यही थियो यो अलिकति मैले कन्फ्युज भएँ है यो वर्कआउट गरेर एकछिन ल्याटरल सोइल प्रेसरको चाहिँ एकछिनमा भन्नुला तपाईँहरूलाई म ल्याटरल सोइल प्रेसर अहिले लास्टमा गरौँला त्यसपछि अहिले चाहिँ वाल लोडको क्यालकुलेसन गर्दै गरौँ है त ल्याटरल सोइल प्रेसर एकछिनमा भनिदिन्छु म वाल लोड चाहिँ हाम्रो कसरी लागे हुन्थ्यो भने वाल लोड चाहिँ कसरी लागे हुन्थ्यो भने यो कुनै पनि बिममा अब वाल तपाईँले हेर्नुभयो भने मोस्टली बिमको तल भइरहेको हुन्छ प्लानहरूमा हैन बिमको ठ्याक्क तल भयो भने चाहिँ कति लाउने त्यसपछि के भन्छ यो स्ल्याबको बिचमा भयो भने चाहिँ कसरी लाउने भन्ने कुरा चाहिँ म तपाईँलाई वर्कआउट गर्न सिकाउँछु अब है त अब हाम्रो बिमको ठ्याक्क तल छ भने चाहिँ बिममा चाहिँ हामीले युडिएल लगाउँथ्यो नि पहिले ब्याचलर्स पढ्दाखेरि त्यस युडिएल लाग्ने हिसाबले चाहिँ हामीले चाहिँ लगाउँथ्यौँ है सपोज यो फ्रेम थियो भने हामीले यसरी युडिएल लागेको देखाएर यसरी एनालाइज गरे हुन्थ्यौँ नि यो किलोन्युटन पर मिटरमा हुन्थ्यो हो किलोन्युटन पर मिटरमा हुन्थ्यो यसरी तपाईँको यो युडिएल लागेको चाहिँ हामीले वाललाई चाहिँ यसरी देखाएर एनालाइज गरे हुन्थ्यौँ कि ब्याचलर्स बेला हैन भनेपछि हामीले युडिएल चाहिँ कति लाग्छ भन्ने कुरा चाहिँ हामीले निकाल्ने हो यो चाहिँ कसरी निकाल्ने हो भने टोटल वेट अफ वाल डिभाइडेड बाई तपाईँको लेन्थ अफ बिम गऱ्यो भने चाहिँ तपाईँ के हुने भयो भने टोटल युडिएल आउने भयो भनेको युडिएल इक्वल्स टु वेट अफ वाल डिभाइड बाई लेन्थ अफ बिम गरेर चाहिँ यसरी हामीले यो टोटल यो चाहिँ कतिमा केमा निकाल्न सक्यो भने वेट अफ वाल चाहिँ किलोन्युटनमा हुन्थ्यो हैन लेन्थ अफ बिम चाहिँ मिटरमा हुन्थ्यो भने हामीले चाहिँ यो चाहिँ कतिमा केमा आउने भने किलोमिटर पर मिटरमा चाहिँ हाम्रो युडिएलको भ्याल्यु हुन्थ्यो नि त हैन यसरी चाहिँ हामीले युडिएल यो वालको वेटको चाहिँ हामीले यसरी झिक्ने थियो क्या जस्तो फर इक्जाम्पल सपोज यो यसरी दुई तल्ले छ अरे हो अनि त्यसपछि यसरी यहाँनिर तल फिक्स थियो अरे यताभरि वाल थियो अरे हैन भनेपछि हामीलाई के चाहिन्थ्यो यो हाइट अफ वाल चाहिन्थ्यो एक एउटा लेन्थ अफ वाल चाहिन्थ्यो लेन्थ अफ वाल भनौँ र अर्को चाहिँ थिकनेस अफ वाल हैन थिकनेस अफ वाल टी चाहिन्थ्यो हो भनेपछि हाम्रो चाहिँ यसरी गरेर चाहिँ अब के गर्थ्यौँ भने हामीले वेट अफ वाल झिक्नु पर्यो फर्स्ट अफ अल भनेको के हुन्थ्यो भने हाइट अफ वाल इन्टु लेन्थ अफ वाल लेन्थ वाल भनौँ हैन इन्टु तपाईँको थिकनेस अफ वाल हैन इन्टु तपाईँको डेन्सिटी हुन्थ्यो डेन्सिटी अफ वाल चाहिँ हामीले कति दिएर हुन्छ भने ब्रिक वर्कको डेन्सिटी
19 को हाराहारी लिएर आउँथ्यो हामीले है। जस्तो तपाईँको यहाँनिर मैले यो क्यालकुलेट गरेर पनि देखाएको छ है 19.2 भनेर यो मिनिट वेज भन्ने सिट तपाईँलाई दिन्छु म होइन। यसबाट सिधै क्यालकुलेट गर्नुहोस् न, तपाईँहरूलाई चाहिँ बेसिक्स चाहिँ दिउँ पहिले है, कसरी क्यालकुलेट हुन्छ भन्ने कुरा बेसिक्स चाहिँ दिउँ, त्यसपछि तपाईँले यो सिट चलाउनु सिकाउँछु भयो नि त। भनेपछि हाम्रो कसरी हुन्छ भने 19.2 भन्ने यसरी डेन्सिटीले मल्टिप्लाई गऱ्यो भने यो चाहिँ तपाईँको वेट अफ फल आउने भयो। सिम्पल छ होइन, एस्टिमेटहरू गरे जस्तै हो, लेन्थ प्लेट हाइट झिकेर अनि यसरी वेट अफ फल झिक्यो होइन। त्यसपछि तपाईँको लेन्थ अफ अब भनेपछि युडिएल चाहिँ कति आउने भयो भने यही यो डिभाइडेड बाई लेन्थ अफ बिम हुने भयो होइन। अब के छ, लेन्थ अफ बिम र लेन्थ अफ वाल भनेको त झन्डै बराबर हुन्छ हाम्रो। जस्तो यो केसमा हेऱ्यो भने, यो केसको हामीले गर्न खोज्यौँ भने लेन्थ अफ बिम भनेको अब अलिकति ठुलो मात्रै हुन्छ, हामीले चाहिँ जेनरली सिम्प्लिफाई गर्नलाई चाहिँ लेन्थ अफ बिम र लेन्थ अफ वाल बराबर गरिदिन्छौँ कि क्यालकुलेसन गर्नलाई होइन। बराबर छ, अब अलमोस्ट बराबर हुन्छ भनेपछि यो लेन्थको त तपाईँको टर्म काटिने भयो नि त। भनेपछि हाम्रो युडिएलको भ्याल्यु चाहिँ कति आउने भयो भने युडिएलको भ्याल्यु चाहिँ कति आउने भयो भने है त, युडिएलको भ्याल्यु चाहिँ कति आउने भयो भने हाइट अफ वाल इन्टु तपाईँको थिकनेस अफ वाल इन्टु डेन्सिटी 19.2 मात्रै हाम्रो बाँकी रहने भयो नि त। यति गऱ्यो भने चाहिँ हाम्रो सिधै यो चाहिँ केमा आउने भने किलोमिटर पर मिटरमा आउने भयो नि त यो चिज होइन, किनभने यहाँ सबै कटिसकेको हुन्छ होइन। यसरी चाहिँ हामीले युडिएलको भ्याल्यु चाहिँ हामीले झिक्न सक्थ्यौँ होइन। मैले यो सिटमा पनि गरेको त्यही हो। यहाँ चाहिँ हामीले हाइट अफ वाल यहाँनिर लिने, त्यसपछि तपाईँको थिकनेस अफ वाल यहाँ लिएर हुन्छ, त्यसपछि तपाईँको के गरे हुन्छ भने यहाँनिर बेसिकली यहाँनिर चाहिँ तपाईँको हाइट अफ वाल इन्टु थिकनेस अफ वाल डिभाइडेड बाई लेन्थ अफ के अरे उ गरे हाइट अफ वाल इन्टु थिकनेस अफ वाल इन्टु तपाईँको डेन्सिटी गरेर चाहिँ हामीले यो झिक्या हुन्छ यो होइन। यसरी चाहिँ किलोमिटर पर मिटरमा झिक्या हुन्छ होइन। अब तर हाम्रो चाहिँ के हुन्छ भने तपाईँको यो वालमा चाहिँ कहिलेकाहीँ त के भन्नु, मोस्टली चाहिँ ओपनिङ पनि भइरहेको हुन्छ नि त होइन। ओपनिङ भइरहेको हुन्छ, यसरी ओपनिङ भइरहेको हुन्छ। हामीले चाहिँ के गर्छौँ भने यो टोटल यो ओपनिङ नभएको केसको लागि हाम्रो फर्मलाई यो भयो भने हामीले ओपनिङ छ भने चाहिँ यसलाई चाहिँ कति पर्सेन्टले घटाउने भन्ने कुरा चाहिँ हुन्छ। हामीले सिधै ओपनिङको पर्सेन्टेज जति छ त्यतिले घटाएर आउँथ्यौँ कि यसलाई होइन। जस्तो मानौँ हाम्रो ओपनिङ पर्सेन्टेज झिक्नु पऱ्यो अर्को हो, ओपनिङ पर्सेन्टेज झिक्नु पऱ्यो। ओपनिङ पर्सेन्टेज झिक्नलाई चाहिँ के हुने भयो भने लेन्थ अफ ओपनिङ भनेको विन्डो डोरहरू भयो होइन। लेन्थ अफ ओपनिङ इन्टु तपाईँको हाइट अफ ओपनिङ भनौँ न होइन। हाइट अफ ओपनिङ डिभाइडेड बाई लेन्थ अफ वाल इन्टु तपाईँको हाइट अफ वाल हुने भयो। यसरी चाहिँ हामीले ओपनिङ पर्सेन्टेज झिक्न सक्छौँ नि होइन। यसरी चाहिँ ओपनिङ पर्सेन्टेज झिक्न सक्थ्यौँ भने ल मानौँ अहिलेलाई यो एउटा वालको क्यालकुलेसन गरिहेरौँ है त। हाम्रो के हुने भयो भने लेन्थ अफ वाल भनेको यहाँदेखि यहाँसम्म होइन 10 फिट के अरे 10 फिट ट्यागको छ भनेपछि हाम्रो लेन्थ अफ वाल हुने भयो ओपनिङ पर्सेन्टेज क्यालकुलेट गर्नलाई है त। फर्स्ट अफ अल लेन्थ अफ ओपनिङै झिकौँ त नत्र होइन त। जस्तो तपाईँको डोर विन्डो सेड्युलमा दिया हुन्छ W2 होइन त, W2 भनेर तपाईँको यहाँनिर डोर विन्डो सेड्युलमा W2 को के दिएछ भने हाइट अफ लेन्थ अफ ओपनिङ त विन्डो तपाईँको 8 फिट, हाइट अफ विन्डो तपाईँको 6 फिट होइन। भनेपछि हाम्रो के हुने भयो भने यहाँनिर लेन्थ अफ ओपनिङ भनेको 8 फिट 8 इन्टु 6 हुने भयो होइन। यो भनेको ओपनिङको लेन्थ एरिया भयो डिभाइडेड बाई तपाईँको लेन्थ अफ वाल र हाइट अफ वाल चाहिँ कति हुने भयो भने लेन्थ अफ वाल थियो 10 फिट होइन। लेन्थ अफ वाल थियो 10 फिट अनि त्यसपछि हाइट अफ वाल चाहिँ कति हुने भने फ्लोर टु फ्लोर हाइट माइनस बिमको डेप्थ हुने भयो होइन। अहिले मैले अटो क्याडबाट अहिले सिधै झिक्दिएँ है, अलिकति अब फरक हुनसक्थ्यो, तपाईँले चाहिँ म्यानुअली क्यालकुलेट गर्दा पनि भयो है। यसरी चाहिँ मैले झिक्दिएँ 8 फिट 9 इन्च चाहिँ हाम्रो हाइट अफ वाल हुने भयो।
भनेपछि कति हुने भयो भने लेन्थ अफ वाल 10 फिट 10 फिट इन्टु हाइट अफ वाल चाहिँ तपाईको कति भने 8.75 फिट हुने भयो। यसरी चाहिँ ओपनिङ पर्सेन्टेज क्याल्कुलेट गर्न पाएँ मैले है। भनेको कति हुने भने 8 × 6 डिभाइड बाई 10 डिभाइड बाई 8.75 गऱ्यो भने 54% ओपनिङ छ अरे हैन, इक्वल्स टु 54% चाहिँ 0.54, यो चाहिँ 54% चाहिँ ओपनिङ छ भनेर हामीले मैले क्याल्कुलेट गरेँ 54.8 हैन। अझ अब मैले के गर्थेँ भने यो ओपनिङ पर्सेन्टेज चाहिँ यही तपाईको युडिएलमा चाहिँ म गरिदिन्थेँ। अब फाइनल युडिएल चाहिँ कति हुने भयो भने फर ओपनिङ चाहिँ कति हुने भयो भने 1 माइनस ओपनिङको पर्सेन्टेज भनेको 0.548, यसले चाहिँ इन्टु तपाईको यो माथिको हाइट अफ वाल इन्टु तपाईको थिकनेस अफ वाल इन्टु 19.2, यसरी चाहिँ हामीले ओपनिङ पर्सेन्टेज चाहिँ यसरी युज गरेर यानि यो भ्याल्यु चाहिँ अनि किलोन्युटन पर मिटरमै आउँथ्यो, यसरी चाहिँ हामीले लगाउन सक्थ्यौँ हो। भनेपछि अहिलेलाई चाहिँ अब कति हुने भयो भने यो भ्याल्यु -1 गरौँ हो, 0.45 आउँछ रहेछ, 0.451 इन्टु हाइट अफ वाल भनेको 8.75 यो फिटमा थियो हैन, यसलाई मिटरमा लगाउँ। 8.75 डिभाइडेड बाई 3.28 गऱ्यो भने यो चाहिँ 2.667 चाहिँ हाम्रो हाइट अफ वाल भयो, 2.667 मिटरमा हैन, इन्टु थिकनेस अफ वाल भनेको 9 इन्चको वाल छ भने 9 × 25.4 गऱ्यो भने यो चाहिँ एमएममा आयो, 228 mm थिकनेस अफ वाल, डिभाइड बाई 1000 गऱ्यो भने चाहिँ मिटरमा आयो हो, 0.2286 चाहिँ थिकनेस अफ वाल भयो इन्टु 19.2 है, यो चाहिँ डेन्सिटी भयो हैन। भनेपछि यो भ्याल्यु चाहिँ कति आउने रहेछ भने यो भ्याल्यु चाहिँ कति आउने रहेछ भने तपाईको 0.451 इन्टु 2.667 इन्टु 0.2286 इन्टु 19.2 हैन, 5.279 चाहिँ हाम्रो यो चाहिँ वेट अफ वाल आयो, के अरे वेट अफ वालले हाम्रो लोड आयो सिधै 5.279 किलोन्युटन पर मिटर चाहिँ हामीले यो वालमा यहाँनेरि लगाउनु पर्यो हैन। यहाँनेरि यो बिममा चाहिँ हामीले यो भ्याल्यु चाहिँ लगाउनु पर्यो हैन। अब यो एक्सेल सिट पनि तपाईलाई चलाउन सिकाइहालौँ। यसमा चाहिँ तपाईले के दिनु पर्यो भने फ्लोराइड दिनु पर्यो फर्स्ट अफ अल हैन। फ्लोराइड भनेको 10 फिट 3 इन्च हाम्रो फ्लोराइड भनेको कति हुन्थ्यो नि 10.25 डिभाइड बाइ 3.28 भनेको 3.125 मिटर चाहिँ हाम्रो फ्लोराइड हुन्थ्यो। एमएममा गऱ्यो भने 3125 हुने भयो हैन। त्यसपछि बीमको डेप्थ चाहिँ अब हाम्रो यो डिरेक्सनमा कति थियो, यो डिरेक्सनमा बीमको डेप्थ चाहिँ हामीले 20 इन्चेस ल्याएको थियौँ हैन। भनेपछि यहाँनिर चाहिँ 20 इन्चेस भनेको प्लस 20 इन्टु 25.4 गऱ्यो भने चाहिँ यो चाहिँ 508 इन्चेस चाहिँ 508 इन्चेस चाहिँ हाम्रो बीमको डेप्थ हुने भयो। यो स्ल्याबको डेप्थ भइहाल्यो हैन। अब हामीले चाहिँ के गर्नु पर्यो भने यहाँनिर अघि चाहिँ हामीले जुन यो म्यानुअली क्याल्कुलेट गर्यौँ यसमा चाहिँ हामीले प्लास्टरहरूको काउन्ट गरेका थिएनौँ हैन। जस्तो दुवै साइडमा प्लास्टर थियो भने तिनीहरूले पनि त वेट बढाउँथ्यो नि त, यो भ्याल्युमा अलिकति प्लस हुन्थ्यो, प्लास्टरको वेट हुन्थ्यो। यो एक्सेल सिटमा चाहिँ प्लास्टरहरूको फिनिसिङ वेटहरू पनि यहाँनिर काउन्ट गरिदिएको छ हैन। जस्तो अब कति एमएमको प्लास्टर लाउने भने यहाँ इन्क्लुड गर्ने हो भने तपाईको यहाँनिर सिधै यसले जस्तो यो 14 एमएमको सट्टा मैले ल 30 एमएम हाल्दिएँ भने यो फिनिसिङ वेट चाहिँ बढ्थ्यो है। अहिले चाहिँ 14 एमएम 15 एमएम छोडिदिउँ। यसरी यसले चाहिँ फिनिसिङ वेट पनि काउन्ट गर्ने भएर चाहिँ यो भ्याल्यु चाहिँ अलिकति धेरै आउँथ्यो हो। अब यसमा चाहिँ हाम्रो जस्तो ओपनिङ पर्सेन्टेज चाहिँ कति आएको थियो भने 0.548% आएको थियो नि। त्यो पर्सेन्टेज चाहिँ कहाँ हाल्न मिल्छ भने 54.8% चाहिँ मैले यहाँ हालेँ भने यो रोमा आएको यो जुन रातो गरेको भ्याल्यु छ यो चाहिँ 54.8% डिडक्सनको लागि चाहिँ 5.99 किलोन्युटन चाहिँ हाम्रो
अहिले 5.27 हामीले गरेका थियौँ भने यसमा चाहिँ तपाईँको के अरे प्लास्टरहरूको वेट पनि जोडेर चाहिँ टोटल लोड चाहिँ 5.99 चाहिँ हाम्रो बिममा चाहिँ लगाउनु पर्ने हुँदो रहेछ है। भनेपछि यो 5.99 यसरी क्यालकुलेट गरेर चाहिँ यहाँ यो बिममा लगाउनु पर्यो। लगाउने चाहिँ कसरी भने असाइन गरे फ्रेम लोड्स डिस्ट्रिब्युटेड, यहाँ चाहिँ तपाईँको वाल भनेर फेरि देखाउँ है त, असाइन फ्रेम लोड्स डिस्ट्रिब्युटेड हैन, असाइन अनि त्यसपछि फ्रेम लोड्स डिस्ट्रिब्युटेड, यहाँ चाहिँ तपाईँको यहाँनिर लोड प्याटर्न नेममा चाहिँ वाल गरेर यहाँनिर अरू के पनि चेन्ज गरेर राख्नु पर्दैन तपाईँले हैन, सिधै यहाँ तल या युनिफर्म लोडमा भ्यालु चाहिँ 5.99 भन्ने चाहिँ यसरी अप्लाई गरिदियो भने चाहिँ तपाईँले यसरी यो बिममा वालको वेट लाग्यो है। पर्सेप्टिभ टगल अन गऱ्यो भने चाहिँ तपाईँले यसरी हेर्न सक्नुहुन्छ युडिएल लागेको देखाइरहेछ हैन। यसरी चाहिँ तपाईँले चाहिँ के गर्नुपर्छ भने हरेक तपाईँको प्यानलको हरेक बिमको हरेक, जस्तो यसमा त अब विन्डो पनि 2-3वटा छ भनेपछि ओपनिङ पर्सेन्टेज पनि सबै विन्डोको ओपनिङहरू क्यालकुलेट गरेर तपाईँले लगाउनु पर्यो है। सबै ओपनिङहरूको तपाईँको ओपनिङ पर्सेन्टेज क्यालकुलेट गरेर पर्सेन्टेज चाहिँ यो सिटमा हानेर तपाईँ लगाउनु पर्यो। जस्तो कुनैमा तपाईँको ओपनिङ छैन भने चाहिँ यहाँनिर 9 इन्चेस एक्सटर्नल वाल विदाउट डिडक्सन एन्ड प्लास्टर इन बोथ साइड्स भनेको छ हैन। बोथ साइड प्लास्टरको लागि हाम्रो 13.24 चाहिँ हाम्रो लोड चाहिँ हुने रहेछ। भन्नुको मतलब जस्तो यो वालमा स्टेयरकेसको तलपट्टिको वालमा हेर्नु पर्यो भने यहाँनिर तपाईँको ओपनिङ छैन हैन, अनि त्यसपछि यतापट्टि तपाईँको ओपनिङ छैन भनेपछि यस्तोमा चाहिँ तपाईँले के लाउनु पर्यो भने जस्तो यसमा यो बिममा र यो बिममा चाहिँ हाम्रो ओपनिङ छैन भने कति लाउनु पर्यो लोड भने 13.24 भन्ने लोड चाहिँ हामीले यहाँनिर 13.24 भन्ने लोड चाहिँ हामीले यसरी यहाँ लाउनु पर्यो है। यसरी चाहिँ तपाईँले इन्डिभिजुअल बिमहरूको जहाँ जहाँ बिमहरूमा परेको छ सबैको तपाईँले लोडहरू लगाउनु पर्छ है। अहिलेलाई चाहिँ म के गरिदिन्छु भने सजिलोको लागि जस्तो 30% डिडक्सनको लागि जुन भ्याल्यु छ त्यो चाहिँ म सबै वालहरूमा लगाइदिन्छु अहिलेलाई है। जस्तो 30% डिडक्सनलाई 9.27 थियो जुन, त्यो चाहिँ सबैमा लगाइदिन्थेँ। अब यहाँ चाहिँ हाम्रो लिफ्टको थियो, लिफ्टको सेयर वाल अलरेडी भइहाल्छ, यो बिममा चाहिँ लाउनु परिराखेन। अब यो सानो पोर्सनको लाग्ने हो, त्यो चाहिँ तपाईँले सानो पोर्सन क्यालकुलेटर लगाउँदा पनि भयो, अथवा मैले चाहिँ कम्प्लिटली इग्नोरै गरिदिएँ, यहाँनिर लिफ्टको सेयर वाल अलरेडी भइहाल्छ भन्दा होइन। बाँकी सबै पार्टमा चाहिँ मैले के लगाइदिन्छु 30% डिडक्सनको लागि चाहिँ लगाइदिन्छु है, हरेक फ्लोरमा लगाइदिन्छु है त। भनेपछि म के गरिदिन्छु अहिले यसमा यसमा भ्याल्यु चाहिँ कति लगाइदिन्छु म 30% डिडक्सनको लागि अहिले मैले सजिलोको लागि क्लासमा सिकाउनलाई गर्दै तपाईँहरूले चाहिँ इन्डिभिजुअल गर्नु पर्यो होइन। 9.27 चाहिँ मैले यसरी 9.27 चाहिँ सबै वालमा लगाइदिएँ। त्यस्तै भित्रको वालहरू पनि कहाँ परेछ भनेर तपाईँले हेरेर लाउनु पर्यो होइन। अब अहिले चाहिँ ल सबैमा चाहिँ त्यति नै लागेछ भनेर लगाइदिउँ र भित्रपट्टि पनि माथिल्लो तल्लामा गएर तल्लो तल्लामा चाहिँ अब खासै छैन, यो वाल र यो वालहरू हुन्थ्यो, त्यो तपाईँले इन्डिभिजुअल क्यालकुलेट गरेर गर्न सक्नुहुन्थ्यो है। अहिलेलाई चाहिँ मैले क्लासमा तपाईँको रिजल्टहरू देखाउनु मात्रै, यो लाइनमा पनि 30% डिडक्सन भनेर लगाइदिइराख्छु छु। त्यस्तै माथि गएर चाहिँ के गर्नु पायो भने यो फर्स्ट फ्लोरमा चाहिँ हाम्रो सिमिलर स्टोरी गरेर गर्न पाइन्थ्यो नि त होइन, किनभने फर्स्ट फ्लोरमा गएर त तपाईँको सबै सेम थियो, सबै फर्स्टदेखि 7th फ्लोरसम्म। भने त्यो चिज चाहिँ मैले के गर्न पाएँ भने यहाँ इटासमा यहाँ सिमिलर स्टोरी गर्न पाउँथेँ। अब अहिले तपाईँले हेर्नु भने यहाँ सिमिलर स्टोरीको तपाईँको अप्सन देखाएर छैन होला, यो चाहिँ किनभने तपाईँको लोडहरू यहाँनिर तल लोड देखाइरहेको छ, त्यो भएर देखाएर छैन। भनेपछि तपाईँले एकचोटि सो अनडिफर्म सेप्ड F4 भनेर तपाईँले यसरी क्लिक गर्नुभयो भने चाहिँ अब यहाँनिर देखाउँछ है। सिमिलर स्टोरी गरेँ मैले। त्यसपछि यो सबै प्यानलहरूमा चाहिँ म यसरी सेलेक्ट गरेँ भने माथि सम्मको तपाईँको सेलेक्ट भइदिन्छ हो। यिनीहरूमा चाहिँ म लगाइदिउँ मैले जस्तो पाउँ त यतापट्टि बाल्कनीहरू निस्केको छैन त, बाल्कनी निस्केकोमा छुट्टै लगाउँला है। यसमा 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 यिनीहरूमा चाहिँ 30% को लोड लगाइदिउँ होइन। त्यसपछि यतापट्टि चाहिँ तपाईँले के छ भने फुल वाल लागिरहेछ 13.24 लगाइदिनु पर्यो यस्तोमा।
यिनीहरुमा 13.24 लगाइदिउँ है 13.24 त्यसपछि भित्रको प्यानलहरुमा चाहिँ अब भित्र चाहिँ तपाईको 4 इन्चको वाल लागिरा हुन्छ नि त हैन 4 इन्चको एक लाइन इटाको मात्रै वाल लगाइरा हुन्छ यिनीहरुमा चाहिँ भ्याल्यु कम हुन्छ अब तपाईले चाहिँ हरेक प्यानलको हेर्नु पर्थ्यो भने मैले चाहिँ अहिले 4 इन्चको लागि कति छ भने तपाईको यहाँ चाहिँ तपाईको वालको थिकनेस 4 इन्च तपाईले बनाछ भने चाहिँ तपाईको इन केस तपाईको ओपनिङ कतै छैन भने चाहिँ 7.56 लाग्ने रहेछ इन केस ओपनिङ छ भने चाहिँ तपाईको 30% डिडक्सन गरेर मैले अहिले अस्युम गर्दै तपाईहरुले चाहिँ ओपनिङ पर्सेन्टेज क्याल्कुलेट गरेर गर्नु पर्यो है 30% को लागि 5.29 चाहिँ म सबै भित्रको प्यानलहरुमा लगाइदिन्छु सजिलोको लागि है यसरी सबै भित्रको प्यानलहरुमा चाहिँ म भ्यालु चाहिँ 5.27 भनेर यसरी अप्लाई गर्ने हो यहाँनेरि फुल वालै लागेको थियो 13.24 भनेर लगाइदिए हो त्यसपछि चाहिँ अब के क्याल्कुलेट गर्नु पर्यो भने हाम्रो बाल्कनीको तपाईको यो प्यारापेट वालहरु जुन छ प्यारापेट वालको त छुट्टै हुने भयो नि त भनेपछि प्यारापेट वालको पनि तपाईले लोड छुट्टै लगाउनु पर्यो त्यो चाहिँ यहाँ बटममा चाहिँ तपाईको क्याल्कुलेट गर्दैछ है 4 इन्च वाल बटममा चाहिँ क्याल्कुलेट गर्दैछ यसमा चाहिँ तपाईले प्यारापेट वालको हाइट कति हुन्छ भनेर चाहिँ तपाईले इनपुट गर्नु पर्यो जस्तो तपाईको फुल्ली तपाईको मेटलको तपाईको प्यारापेट बनाउने हो भने चाहिँ तपाईले चाहिँ त्यसमा चाहिँ अब मेटलको लोड हिसाब गरेर राखे पनि भयो मेटलको जेनरली धेरै लोड भइरा हुँदैन त्यसलाई सिधै इग्नोर गरेर राखिदिदा पनि भयो है अहिले चाहिँ म जस्तो 3 फिट हाइटको 3 फिट हाइटको 4 इन्चको वाल चाहिँ प्यारापेट वाल लगाएको थियो भने अजम्पसनमा यसरी मैले 2.31 किलोन्युटन चाहिँ हामीले लगाउनु पर्थ्यो यो चाहिँ तपाईले आर्किटेक्टलाई सोधेर हैन आर्किटेक्टले चाहिँ अब कति लगाउने सजेस्ट गर्छ यो काटेकोमा चाहिँ ठ्याक्क देखिन्न हैन जस्तो यसले चाहिँ 2.5 फिटको चाहिँ 4 इन्चको वाल लगाएको देखाइराछ यसले हैन 5 इन्चको लगाइरहेछ है 5 इन्च भनेको फिनिसिङ गर्दा गर्दा 5 इन्च आउने भन्ने कुरा थियो फिनिसिङ छुट्टै क्याल्कुलेट हुन्थ्यो भनेपछि 4 इन्चको 2.5 फिटको चाहिँ गर्न पाइयो हो 2.5 फिट भनेको चाहिँ 750 mm चान्स हुन्छ यसरी 750 mm गरे भने चाहिँ तपाईको 4 इन्चको लागि चाहिँ 1.89 चाहिँ तपाईको बाल्कनीमा चाहिँ लगाउनु पर्यो है भनेपछि यो बाल्कनीहरुमा चाहिँ हो यतापट्टि परेछ यता बाल्कनीमा यता चाहिँ 1.89 चाहिँ हाम्रो वालको लोड हुनु पर्यो है अब यहाँनेरि चाहिँ मेरो फुल वाल मैले लगाउन मिस्टेक गरेको छु यहाँ चाहिँ 13.24 भनेर चाहिँ मैले यसरी वालको लोड लगाएँ हैन यसरी चाहिँ तपाईले इन्डिभिजुअल टाइम दिएर है यो चाहिँ अब एकदम टाइम कन्ज्युमिङ हुन्छ तपाईले लोड लगाउने थ्योरी लजिक चाहिँ बुझिहाल्नु भयो तपाईले चाहिँ अब इन्डिभिजुअल तपाईले ओपनिङ पर्सेन्टेजहरु क्याल्कुलेट गरेर यसमा इनपुट गरेर गर्न सक्नुहुन्छ यो शीट पनि तपाईले एकचोटी सरले कता कताबाट के तानेर गरे रहेछ एकचोटी सरले हेर्नुभयो भने बुझिहाल्नुहुन्छ है खासै कम्प्लिकेटेड कुरा हुँदैन यसमा है अब हाम्रो बाँकी भयो भनेको टप फ्लोरमा 8th फ्लोरमा गएर 8th फ्लोरमा तपाईको प्यारापेट वालहरु लगाउन बाँकी थियो हजुर पार्टिसन वाल अहिले म सिकाउँछु सर अहिले सिकाउँछु हजुर त्यो म देखाउँछु टेन्सन नलिनु जस्तो अहिले टप फ्लोरमा गयो भने तपाईको प्यारापेट वाल त बाहिर लागेछ नि त हैन यो चीज हामीले यहाँ त अब बाहिरपट्टि त लगाउन अलिक समस्या छ यसलाई कसरी लाउने भन्ने कुरा तपाईको यही त क्वेशन हो नि हैन यसमा चाहिँ कसरी लाउने भने तपाईको अब एउटा भनेको वालको वेट डिभाइडेड बाइ तपाईको स्ल्याबको एरिया गरेर एउटा लाउन सकिन्छ हाम्रो पार्टिसन वालहरु भयो भने जसरी त्यसरी लाउन सकिन्छ हाम्रो सजिलो चाहिँ एउटा के गर्न सकिन्छ इटासमा भने बीम ड्र गर्दिने हैन बीम ड्र गर्दिने तर बीमको प्रपर्टी चाहिँ यहाँनेरि नन बीम भनेर तपाईको लाउन मिल्छ के नन भन्ने हुन्छ नन गरेर चाहिँ तपाईले यसरी यो बीम चाहिँ यसरी बनाउन सकिन्छ के
यसरी तपाईँले बिम यसरी बनाइदिनु भयो भने चाहिँ अब यहाँनिर यो बिमको चाहिँ खासमा प्र्याक्टिकली चाहिँ प्रपर्टी के पनि छैन। यो चाहिँ हाम्रो लोड लगाउनलाई हेल्प लिनलाई मात्रै बिम जस्तो हो यो हैन। भनेपछि यसरी तपाईँले बाहिरपट्टि लागेको केसमा चाहिँ यसरी लगाउन सक्नुहुन्छ। अब यो तपाईँले नन बिम चाहिँ जस्तो हाम्रो पार्टिसन वालमा पनि त नन बिम लगाएर गर्न सकिन्छ होला नि भन्ने तपाईँ क्वेसन छ भने चाहिँ त्यो चाहिँ के हुन्छ भने तपाईँले यसरी बिचमा तपाईँले यसरी नन बिम लगाएर तपाईँले लोड लगाउन खोज्नुभयो भने चाहिँ तपाईँले यो स्ल्याब डिभाइड गरेन भने चाहिँ तपाईँको लोड ट्रान्सफर एरर भनेर भनिदिन्छ कि एरर हुने चान्सेस हुन्छ। सो स्ल्याबको बिचमा भएको चिजहरूलाई चाहिँ हामीले अहिले पार्टिसन लोड लगाउन सिकाउँछु म। यसरी बाहिरपट्टि भएकोलाई चाहिँ कसरी लगाउने भन्ने मात्रै हेरौँ है त। टप फ्लोरमा गएर अब के थियो हाम्रो बाहिर वरिपरि प्यारापेट वाल लागेको थियो भनेपछि यसमा गएर म के गर्छु यो वरिपरिको लागि चाहिँ सेलेक्ट गर्छु। यसरी नन बिमहरू सेलेक्ट गर्छु। सेलेक्ट गरिदिउँ है। यसरी चाहिँ वरिपरिको बिमहरू सेलेक्ट गरेर यहाँ चाहिँ मैले कति लगाइदिएँ अब 1.89 भन्न लगाइदिएँ है। यसरी प्यारापेटको वरिपरि लाग्यो। त्यसपछि यो बिचमा चाहिँ उ लाग्यो है। एक सेकेन्ड ल। के भयो अरे फर्मुला चाहिँ चाहियो कि मलाई डैमेज के नि होइन यो सी र डी को फर्मुला चाहियो कि मलाई। यो हाइट टोटल यो के अरे भ्यालु कसरी राख्यो भने जेड इज इक्वल्स टु 0 र जेड इज इक्वल्स टु एच मा गरेर गरेको त्यो त ठिक छ हैन। मलाई चाहिँ उनीहरूलाई चाहिँ अब हाइटको रेस्पेक्टमा फर्मुला चाहियो कि डी र सी को फर्मुला चाहियो त्यो भन्ने मैले भ्यालु भन्ने हैन हैन। बडा गर न निकाल्नु म गर्दिन्छु म एचको रेस्पेक्टमा। अब यसरी चाहिँ प्यारापेट लगाएँ हैन। अब यो बिचमा चाहिँ तपाईँको के थियो भने नर्मल वालले लागेको थियो। यसमा चाहिँ तपाईँले अब यो ओपनिङ पर्सेन्टेज क्यालकुलेट गरेर लगाउनु पर्थ्यो। मैले चाहिँ अहिले सजिलो लागि सबै 30% वाला भ्यालु लगाइदिन्छु अहिलेलाई है। यतापट्टि परेन यतापट्टि चाहिँ 30% कति थियो 9.27 चाहिँ लगाइदिइराख्छु है। 9.27 चाहिँ लगाइदिइराखेँ यतापट्टि चाहिँ। र त्यस्तै टपमा पनि तपाईँको यसरी यसमा र यसमा चाहिँ हाम्रो 1.89 चाहिँ तपाईँले यसरी लगाइदिनु पायो है। अब एउटा बाँकी भयो भने प्यारापेटको के अरे पार्टिसन वालको लोड लगाउनु बाँकी भयो। यसरी बिममा परेको जति चाहिँ तपाईँले यसरी लगायो भने तपाईँको 3D मा हेर्दाखेरि सबै युडिएल देखाइदिन्छ होइन। क्याचेको छ जस तपाईँको जहाँ पर्ने थियो त्यो सबैमा युडिएल देखाएर यसरी गर्न सकिन्छ होइन। त्यसपछि अब प्यारापेट र पार्टिसन वालहरूको चाहिँ क्यालकुलेट गर्नु पर्यो कसरी गर्ने भन्ने कुरा है त। जस्तो मेरो फर्स्ट फ्लोरमा हेऱ्यो भने ल मानौँ यही प्यानल एउटा हेरौँ है त। यो प्यानलमा हेऱ्यो भने चाहिँ यो बिचमा त अब तपाईँको यो प्यानल भन्दा नि यो एउटा सजिलो प्यानल पहिले यसमा हेरौँ है त। यो प्यानलमा हेऱ्यो भने चाहिँ तपाईँको के छ भने बिचमा यसरी पार्टिसन वाल एउटा आइरहेछ होइन। यसको चाहिँ कसरी हिसाब किताब गर्ने भने सिम्पल लजिक हो। तपाईँको अघि हामीले वाटर ट्याङ्कको लगा जस्तै होइन लिफ्टको लगा जस्तै तपाईँको के गर्ने भने टोटल वेट अफ वाल झिक्ने र डिभाइडेड बाई स्ल्याबको एरिया गर्ने मात्रै हो होइन। अब टोटल वेट अफ वाल झिक्नलाई चाहिँ हाम्रो वालको थिकनेस वालको लेन्थ वालको हाइट चाहियो होइन। अब ओपनिङ छ भने त्यसले चाहिँ ओपनिङ पर्सेन्टेजले चाहिँ फेरि त्यसलाई मल्टिप्लाई पनि गर्नु पऱ्यो होइन। अनि डिभाइडेड बाई टोटल स्ल्याबको एरिया गऱ्यो भने चाहिँ तपाईँको ऊ आउने भयो होइन। के भन्छ यो पार्टिसन लोड आउने भयो होइन। भनेपछि त्यसको लागि पनि मैले एउटा सानो एउटा सिट चाहिँ बनाइदिएछु एल पार्टिसन भनेर। यहाँ चाहिँ तपाईँले अब लेन्थ अफ वाल हाइट अफ वालहरू चाहिँ इनपुट गर्न पाउने भयो। जस्तो लेन्थ अफ वाल भनेको हाम्रो ल अटोक्याडबाट नापौँ। लेन्थ अफ वाल तपाईँको 11 फिट 3 इन्च छ है। 11 फिट 3 इन्च भनेको 11.25 फिटै भयो होइन। त्यसपछि वाल थिकनेस भनेको 4 इन्च वाल हो भने चाहिँ यो फिटमा मैले कन्भर्ट गरेँ 4/12 गरेर 0.33 फिट होइन। त्यसपछि वालको हाइट भनेको चाहिँ कति हुने भयो भने हाम्रो बिमबाट नघट्ने भयो। पार्टिसन वालहरू चाहिँ तपाईँको बिमको तल पर्दैन नि त होइन। भन्नुको मतलब स्ल्याबदेखि क्लियर हाइट चाहियो नि त 9 फिट 10 इन्च तपाईँको क्लियर हाइट चाहियो
भनेपछि 9 फिट 10 इन्च चाहिँ हामीले वालको हाइट चाहिँ लिनु पर्यो है। भनेपछि 9 फिट 10 इन्च भनेको 9.83 फिट हो हैन। यति भइसकेपछि तपाईँको यो भोल्युम अफ ब्रिक वर्क आयो हैन। यता सबै यो मिटरमा कन्भर्ट गरेको। त्यसपछि डिडक्सन, अब कति पर्सेन्टेज डिडक्सन भनेर ओपनिङ पर्सेन्टेज तपाईँले क्यालकुलेट गर्न सक्नुहुन्थ्यो हैन। भनेको जस्तो हाम्रो D2 भनेको कति छ, D2 भनेको तपाईँको 3 फिट बाई 7 फिटको ढोका हो अरे। भनेपछि हाम्रो ओपनिङ पर्सेन्टेज चाहिँ कति आउने भयो भने 3 फिट इन्टु 7 फिट ओपनिङको एरिया डिभाइडेड बाई लेन्थ अफ वाल भनेको 11.25 डिभाइडेड बाई हाइट अफ वाल भनेको 9.833 हो। यसरी चाहिँ 18.9% चाहिँ हाम्रो ओपनिङ छ अरे भनेर हामीले निकाल्न सक्यौँ हैन। भनेपछि यसमा चाहिँ अब यहाँ ओपनिङ पर्सेन्टेजमा 18.9 भनेर यसरी इनपुट गऱ्यो भने चाहिँ यसले सिधै अब नेट भोल्युम अफ ब्रिक वर्क यसले झिकिदिन्छ पर्सेन्टेज लाएर हैन। अनि त्यसपछि चाहिँ डेन्सिटी अफ ब्रिक वर्क यो 21.4 लिएको छु नि, जुन 21.4 चाहिँ तपाईँको प्लास्टर पनि इन्क्लुड होस् भन्ने हिसाबले लिएको हो। यसलाई चाहिँ हामीले सिधै तपाईँको 19.2 लिएर गरिदिँदा पनि भयो है। प्लास्टर इन्क्लुड हुँदैन 19.2 गऱ्यो भने चाहिँ अहिले 19.2 लिँदै यसरी 19.2 ले तपाईँको मल्टिप्लाई गरिसकेपछि यो बिचको पार्ट तपाईँले इग्नोर गरिदिँदा हुन्छ है। यसलाई इग्नोर गरिदिउँ। त्यसपछि वेट अफ वाल तपाईँको भनेको के हुने भयो भने डेन्सिटी इन्टु भोल्युम अफ ब्रिक वर्क हुने भयो हैन। अब यो तपाईँको किलोमिटरमा आयो। वाटर ट्याङ्कको वेट जस्तै यो तपाईँको टोटल किलोमिटरमा वेट छ हैन। डिभाइडेड बाई तपाईँको स्ल्याबको एरिया गरिदिनु पर्यो। स्ल्याबको एरिया भनेको तपाईँको यो प्यानलमा यो वाल लगाउँथ्यो भने यो टोटल स्ल्याबमा चाहिँ तपाईँको यो डिस्ट्रिब्युट हुन्छ अरे भनेर हाम्रो अजम्पसनले चाहिँ हामीले लगाएर हुन्थ्यो। भनेपछि यो टोटल स्ल्याबको चाहिँ तपाईँलाई एरिया चाहिन्थ्यो है। भनेपछि यो स्ल्याबको एरियालाई चाहिँ मैले झिक्नु पर्यो। राइट क्लिक गरेर मैले झिकेँ। यसमा चाहिँ ज्योमेट्रीमा चाहिँ 20.35 चाहिँ तपाईँको मिटर स्क्वायरमा स्ल्याबको एरिया हो अरे। भने स्ल्याबको एरिया चाहिँ यहाँ तपाईँले 20.35 भनेर एरिया हाल्नु पर्यो। र त्यसपछि यो जुन भ्याल्यु आछ 0.7988 हैन, 0.7988 भन्ने कुरा चाहिँ हामीले यो चाहिँ एज अ एरिया लोड हामीले इटासमा इनपुट गर्नु पर्यो। भन्नुको मतलब यो प्यानलमा चाहिँ हामीले असाइन सेल लोड्स, स्ल्याबमा लगाउन लागेको सेल लोड्स त्यो युनिफर्म, यसमा चाहिँ स्टेप वेट गरेर वालै गरेर एउटै प्याटर्नमा हाल्दा पनि हुन्छ है। वालै गरेर यहाँ चाहिँ 0.7 कति आएको थियो 7988 हो। 0.7988 चाहिँ हामीले यसरी वालको लोड चाहिँ यसरी पार्टिसन वालमा लाउन पायौँ है। यसरी चाहिँ तपाईँले पार्टिसनको पनि जस्तो यो प्यानलमा हेऱ्यो भने त अब यो पनि ठुलो प्यानल भन्दा पनि हामीले यसरी यो प्यानलमा डिभाइड गरेका थियौँ भने यो प्यानलमा तपाईँको कति छ वालको तपाईँले सबै क्यालकुलेट गर्नु पर्यो हैन। वालको लेन्थहरू त्यसपछि सबै क्यालकुलेट गरेर डिभाइड बाई स्ल्याबको एरिया गरेर गर्न सक्नुहुन्छ। अब टाइम कन्ज्युमिङ हुन्छ यस्तो ठुल्ठुलो बिल्डिङहरूमा हैन, त्यो टाइम दिएर चाहिँ तपाईँले गर्नु पर्यो है। त्यसपछि यहाँनिर ओपनिङ एउटा तपाईँको डक्ट दिएर रहेछ, यो डक्ट बनाउने पनि कसरी भन्ने कुरा म तपाईँलाई सिकाइदिन्छु है। त्योभन्दा अगाडि चाहिँ अहिले चाहिँ मैले यो सबै हिसाब किताब गराएको थिएँ अरे मानौँ, र तपाईँको यो वालको पार्टिसन वालको सबै प्यानलमा चाहिँ मैले अहिले चाहिँ 1 किलोन्युटन चाहिँ अज्युम गरेर लगाइदिइरहेको छु है। तपाईँले चाहिँ सबैको लेन्थहरू क्यालकुलेट गरेर ओपनिङ पर्सेन्टेज क्यालकुलेट गरेर गर्नु पर्यो है। सकिन्छ नि एस्टिमेट गरे जस्तै तपाईँको वालको भोल्युम झिक्ने हो। अनि त्यसपछि इन्टु तपाईँको डेन्सिटी डिभाइड बाई स्ल्याबको एरिया गरेर तपाईँले गर्ने मात्रै हो है। ब्रिक वर्कको डेन्सिटी के अरे भोल्युम चाहिँ के अरे भनेपछि अहिले चाहिँ ल मानौँ यो सबै प्यानलमा थियो अरे, सबै प्यानलमा थियो अरे। यसमा पनि यो चाहिँ यसमा चाहिँ भ्याल्यु चाहिँ 1 थियो भनेर मैले लगाइदिइराखेँ है। ल एक सेकेन्ड है त के भयो यो 6 के हो 5.99 मा चाहिँ 6 आयो। सी त -6 मात्र हैन। आई डोन्ट वान्ट दैट। यो 6 भनेको चाहिँ के हुने भने गामा इन्टु के भनेर यो फर्मुला हो नि त। दिस इज व्हाट आई वान्ट के। यो भनेको गामा एच इन्टु के भयो नि त। दिस इज व्हाट आई वान्ट के। त्यो त सिधै त्यही त दिस इज व्हाट आई वान्ट के। सी को फर्मुला यो भयो नि त। अब तपाईँको तिम्रो हाइट फरक भयो भने डी हैन जेनरलाइज गर्न सक्यो नि त। दिस इज व्हाट आई वान्ट। अघि नै त्यही थियो नि त, अघिदेखि त्यही त थियो त नि। ल ल ल ल ल अब यही भनिदिन्छु म है। क्याल्कुलेसन गर्नु मेरो दिदी जोडी
त्यसपछि ओके यसरी चाहिँ मैले पार्टिसन वाल चाहिँ 1 भनेर मैले अज्युम गरेर लगाइदिएँ। तपाईँहरूले चाहिँ इन्डिभिजुअल क्यालकुलेट गर्नु पर्थ्यो हैन। यसरी पार्टिसन वाल लगाइसकेपछि अब एउटा ल्याटरल सोइल प्रेसर मात्रै लगाउन बाँकी भयो। वाल लोड लगाउनेमा लगभग यतिले गरे यति वाल लोड तपाईँले क्यालकुलेट गर्ने हेऱ्यो भने चाहिँ लगभग तपाईँको सबै टाइप अफ तपाईँको वालहरूमा चाहिँ तपाईँले लगाउन सक्नुहुन्छ है। त्यसपछि ल अब मात्रै गरौँ। अब ल्याटरल सोइल प्रेसर लगाउन पनि सिकिहालौँ। त्यसपछि हाम्रो लोड लगाउने प्रोसेस चाहिँ लगभग भ्याइन्छ है। यो सबैमा लाग्यो। अब ल्याटरल सोइल प्रेसर गर्नलाई चाहिँ मैले जसरी अघि भनेको थिएँ फर्मुला चाहिँ अघि थोरै मिस्टेक भएको रहेछ है। ल्याटरल सोइल प्रेसरको लागि जस्तो हाम्रो यो वाल थियो, यो वाल थियो, यसमा चाहिँ अब यो जुन फर्मुला थियो x, y, z इक्वल्स टु ax प्लस by प्लस cz प्लस d इक्वल्स d भनेर यसरी थियो। हामीले चाहिँ यसमा चाहिँ जेनरल तपाईँको लगाउने चाहिँ के हो भने a भनेको 0 हुन्छ, b भनेको पनि 0 हुन्छ यो ल्याटरल सोइल प्रेसर लगाउनलाई। त्यसपछि c भनेको चाहिँ कति हुन्छ भने तपाईँको माइनस गामा इन्टु अघि एच गरेको थिएँ गामा इन्टु KA है एक्टिभ सोइल प्रेसर यो चाहिँ हो। र डी भनेको चाहिँ तपाईँको कति हो भने गामा इन्टु एच इन्टु के है। यो चाहिँ तपाईँको फर्मुला हुने भयो। गामा भनेको हामीले सोइलमा लिने भनेको सिधै 18 लिदिने हो अथवा तपाईँको सोइल टेस्टमा दिएको हुन्छ गामाको भ्याल्यु। के भनेको तपाईँको अघि दिएको फर्मुला 1 माइनस साइन 5 डिभाइडेड 1 प्लस साइन 5 बाट आउने थियो। यो भनेको साइन 5 भनेको चाहिँ हामीले 30 लिन्थ्यो। सोइल टेस्ट गराएको छ भने सोइल टेस्ट गऱ्यो भने चाहिँ त्यसमा खुलाइदिएर आउँछ हैन। भनेपछि यो चाहिँ 30 डिग्री लिइराखेको चाहिँ 0.333 आउँछ सिधै। त्यसपछि एच भनेको चाहिँ हाम्रो अघि देखाएको थियौँ 2.667 हो। अब यसरी सी को फर्मुला चाहिँ सी कोबाट चाहिँ तपाईँको भ्याल्यु कति आउने हो भने माइनस गामा इन्टु के भनेको 18 इन्टु 0.333 गर्दाखेरि चाहिँ तपाईँको 6 आउने भयो है। त्यसपछि डी भनेको चाहिँ कति आउने भयो गामा एच के हुन्थ्यो। यो भनेको चाहिँ कति आउँथ्यो 18 इन्टु 2.667 इन्टु तपाईँको कति आउने भयो भने 0.333 गर्दाखेरि चाहिँ कति आउने भयो भने 16 भनेर ठ्याक्कै आउने रहेछ है। यसरी चाहिँ 16 भनेर हामीले यो भ्याल्युहरु चाहिँ अब तपाईको इटासमा चाहिँ इनपुट गर्नुपर्छ। यो चाहिँ कसरी इनपुट गर्नु पर्यो भने तपाईले चाहिँ सबै यो रिटेनिङ वालहरु जुन छ तिनीहरुलाई सेलेक्ट गर्नु पर्यो। त्यसलाई सजिलो के थियो भने सेलेक्ट भन्ने टुलबाट फेरि सेलेक्ट त्यो भित्र प्रपर्टीमा यहाँनेरि वाल सेक्सन भनेर तपाईले रिटेनिङ वाल सेलेक्ट गर्नु भयो भने यसरी सेलेक्ट गर्नु भयो भने तपाईले चाहिँ अब यसमा असाइन शेल लोड्स नन युनिफर्म भनेर लाउनु पर्यो। किनभने हाम्रो ट्रायंगुलर लोड डिस्ट्रिब्युसन छ। नन युनिफर्म गरे यहाँनेर चाहिँ ल्याटरल सोइल प्रेसर भनेर हेर्नु पर्यो है। ल्याटरल सोइल प्रेसरको नाममा अब यो डाइरेक्सन चाहिँ के हुने भयो भने डाइरेक्सन चाहिँ तपाईको यो सोइल प्रेसरको लोड लाग्ने डाइरेक्सन चाहिँ यो वालको परपेन्डिकुलर डाइरेक्सनमा हो हैन। यो लाउँदाखेरि चाहिँ कसरी हुनु पर्थ्यो भने हाम्रो यहाँ चाहिँ लोकल एक्सिस 3 भन्ने डाइरेक्सनमा चाहिँ हामीले लाउनु पर्यो हो। र लोकल एक्सिस 3 मा लगाइसकेपछि सी को भ्यालु चाहिँ हामीले कति क्याल्कुलेट गरेका थियौं -6 क्याल्कुलेट गरेका थियौं र डी को भ्यालु चाहिँ हामीले 16 भनेर क्याल्कुलेट गरेका थियौं हैन। डी को भ्यालु 16 सी को भ्यालु चाहिँ -6 भनेर क्याल्कुलेट गरेका थियौं। यो भ्यालु चाहिँ हामीले यहाँ लगाइदिने हो। तपाईहरुले चाहिँ अरु तपाईको अरु बिल्डिङहरुमा गर्नु पर्यो भने चाहिँ तपाईले यो एच को भ्यालु मात्रै फरक गरेर गर्दिदा हुन्छ है। अथवा तपाईले फेरि यो फर्मुला वर्कआउट गर्न सकिहाल्नुहुन्छ। यो अघि मैले भने जस्तै यो तलपट्टि गामा एच के भन्ने यहाँ थियो अनि यहाँ चाहिँ 0 लाग्थ्यो। तपाईको यसरी चाहिँ तपाईले आफै फर्मुला पनि निकाल्न सक्नुहुन्थ्यो अथवा यही फर्मुला सिधै युज गर्दा हुन्थ्यो है। यसरी गरिसकेपछि चाहिँ तपाईले यसरी अप्लाई गर्दिनु भयो भने चाहिँ अब यहाँनेरि यो इक्वेसनको टर्ममा a भनेको 0 b भनेको 0 c भनेको -6 र d भनेको 16 भन्ने चाहिँ यसरी सोइल प्रेसर लाग्यो हैन। अब तपाईको के छ भने यो लोकल एक्सिस 3 को डाइरेक्सनमा लागेको हो हैन।
लोकल एक्सिस भनेको जस्तो तपाईँको ग्लोबल तपाईँको कोअर्डिनेट सिस्टम छ नि त्यस्तै तपाईँको इन्डिभिजुअल्स यो रिटेनिङ वाल यो सेल एरियाहरूको पनि कोअर्डिनेट सिस्टम हुन्छ कि लोकल एक्सिस भन्छ त्यसलाई यो चाहिँ तपाईँको भित्रपट्टि बाहिरबाट भित्र धकाले जस्तो हुनु पऱ्यो नि त त्यो छ कि छैन भन्ने कुरा चेक गर्नलाई तपाईँले के गर्नुपर्छ भने यो सेट डिस्प्ले अप्सन जुन थियो टिकमा यसमा तपाईँले गर्नुभयो भने चाहिँ यहाँनिर अब्जेक्ट असाइनमेन्टमा लोकल एक्सिस भन्ने हुन्छ है लोकल एक्सिस गऱ्यो भने चाहिँ जुन यो निलो रङको देखाएको छ नि निलो रङको देखाएको छ नि यो निलो भनेको चाहिँ लोकल एक्सिसको डिरेक्सन हो यो 1 रातो भनेको 1 हरियो भनेको 2 र निलो भनेको 3 भन्नुको मतलब यतापट्टि हेऱ्यो भने निलो भनेको तपाईँको बाहिरबाट भित्र लागेको देखाइरहेछ भनेपछि हाम्रो यसमा तपाईँको ल्याटरल सोइल प्रेसर जुन लगाएको छ बाहिरबाट भित्र लागिरहेछ भनेर बुझ्न सकिन्छ हो तर यतापट्टि सबै बाहिर लागिरहेछ नि त भनेको त भित्रबाट बाहिर सोइल प्रेसर लागे जस्तो भइरहेछ यहाँ चाहिँ तपाईँको मिस्टेक भइरहेछ यसलाई चाहिँ तपाईँले मिलाउनुपर्छ त्यसलाई चाहिँ के गर्न मिल्छ भने यो एउटा सेल एरिया सेलेक्ट गरेर तपाईँले एडिटमा एडिट सेल्स भन्ने हुन्छ यसमा चाहिँ के हुन्छ भने रिभर्स वाल लोकल एक्सिस 3 भन्ने हुन्छ यसरी यो क्लिक गर्नुभयो भने चाहिँ यसरी यो लोकल एक्सिस डिरेक्सन फ्लिप गरेर तपाईँले अब लोड चाहिँ बाहिरबाट भित्र लाग्यो भनेर यसरी बनाउन सक्नुहुन्छ त्यस्तै तपाईँले सबै यसरी सेलेक्ट गरेर बनाउनु पर्यो हो यो सेलेक्ट गरेर बनाउनु पर्यो लगभग यति हैन त यसरी मैले एडिट सेल्स रिभर्स लोकल एक्सिस गऱ्यो भने चाहिँ अब सबै तपाईँले हेर्न सक्नुहुन्छ बाहिरबाट भित्र लागिरहेछ है हो अब तपाईँले एउटा कन्फ्युजन कहाँ हुनसक्छ भने जस्तो स्ल्याबहरूमा पनि हेऱ्यो भने लोकल एक्सिस देखाइरहेछ र तपाईँको स्ल्याबमा लोकल एक्सिस निलो त माथि देखाइरहेछ 3 लोकल एक्सिस 3 तपाईँले चाहिँ स्ल्याबमा लगाएको लोड चाहिँ तपाईँको तलबाट माथि लाग्यो क्या हो भनेर कन्फ्युजन हुनसक्छ त्यसको लागि चाहिँ हामीले के गरे हुन्छ भने यसरी असाइन सेल लोड्स युनिफर्म गर्दाखेरि चाहिँ हामीले के गरे हुन्छ भने यहाँ डिरेक्सन चाहिँ लोकल एक्सिस 3 नगरिकन ग्राभिटी गरेर हुन्छ क्या भन्नुको मतलब तलै लागिरहेको हुन्छ त्यो सिधै त्यसमा चाहिँ मिस्टेक गरेर त्यसमा मिस्टेक हुँदैन है सो यसरी चाहिँ तपाईँको ल्याटरल सोइल प्रेसर पनि लगाउन सक्यौँ हामीले लगभग हाम्रो सबै हामीले लोड लगाएर भ्यायौँ है सेभ गरेर राखौँ लोड लगाउने लगभग तपाईँको प्रोसेस यति हो आई डोन्ट थिङ्क हामीले केही मिस गऱ्यौँ डायफ्राम पनि असाइन गऱ्यौँ यति गरिसकेपछि हामीले मोडल रन गर्नलाई चाहिँ रेडी भयो है एकचोटि चेक मोडल गरिहालौँ चेक मोडल गरेँ है मोडल ठिक छ एउटा हिजो मैले तपाईँहरूलाई रेस्पोन्स स्पेक्ट्रम डिफाइन गर्दाखेरि चाहिँ एउटा के गराउन तपाईँले छुट्याएँ भने जस्तो लोड केसमा हामीले आरएसएक्स र आरएसवाई बनाएको थियौँ भने यसलाई चाहिँ अझै कपी बनाएर राखिराख्नुपर्छ क्या त्यो चाहिँ पछि एनालाइसिस रन भइसकेपछि काम लाग्छ त्यो कहाँनिर काम लाग्छ पछि देखाउँछु म तपाईँलाई अहिलेको लागि चाहिँ आरएसएक्सलाई पनि एड अ कपी अफ केस गरिदिइराख्नु अनि यो चाहिँ कहाँबाट जान्थ्यौँ भने तपाईँको बिर्सिनुभयो भने तपाईँले डिफाइनमा लोड केसबाट जान्थ्यौँ यसमा चाहिँ तपाईँले आरएसएक्सलाई सेलेक्ट गरेर एड अ कपी अफ केस गरिदिने यहाँ चाहिँ तपाईँले के दिने भन्दा ड्रिफ्ट भनेर दिँदैन है यो एउटा एक्स्ट्रा कपी चाहिँ बाँकी सबै भ्याल्युहरू सेम हुन्छ यो एउटा एक्स्ट्रा कपी चाहिँ राखिराख्ने तपाईँको कहाँ काम लाग्छ भनेर अहिले भोलि क्लासमा तपाईँलाई देखाउँछु है त मैले यसरी आरएसएक्स ड्रिफ्ट भनेर चेन्ज गरेँ त्यसपछि आरएसवाईलाई पनि मैले एड अ कपी गरेर यहाँनिर के गर्छु भने आरएसवाई ड्रिफ्ट भनेर म चेन्ज गरिदिन्छु र यसलाई ओके गरेँ अब मेरो लोड केस चाहिँ दुईवटा अझै थपियो है यसरी दुईवटा अझै थपियो यसलाई ओके गरिदिउँ अब यो दुईवटा लोड केस थपिस हजुर हजुर यो अहिले म सकाइहालौँ पहिले लोड कम्बिनेसनमा सकाइहालौँ त्यसपछि क्वेसन एन्सरमा तपाईँहरूलाई भन्नुलाई है लोड केसमा चेन्ज गरेँ मैले त्यसपछि लोड कम्बिनेसनमा चाहिँ के गर्नु पर्यो भने हाम्रो जुन यो नयाँ आरएसएक्स ड्रिफ्ट भनेर जुन बनाएको थियौँ त्यो चाहिँ तपाईँको एड भएर हुँदैन त्यसलाई एड गर्न चाहिँ डिफल्टबाटै तपाईँले गऱ्यो भने चाहिँ एड हुन्थ्यो अब तपाईँले एड डिफल्ट गऱ्यो भने चाहिँ के हुन्छ भने फेरि तपाईँको नयाँ बन्न जान्छ क्या जस्तो एड डिफल्ट गरेँ मैले भनेपछि तपाईँको 32बाट चाहिँ तपाईँको अब यहाँनिर 70 पुग्यो क्या भनेपछि यो कन्फ्युजन हुनसक्छ भनेर चाहिँ यिनीहरूलाई चाहिँ एकचोटि डिलिट गरिदिउँ है
डिलिट गरेर एकचोटि ओके गरिदिने अनि बल्ल फेरि एड गर्ने है। ओके गरेर बाहिर आउने, त्यसपछि फेरि लोड कम्बिनेसन गरेर एड डिफल्ट गर्नुहोस् है। कम्प्लिट फ्रेम यति गऱ्यो भने चाहिँ तपाईँले अब 38वटा चाहिँ बन्यो है। यसरी चाहिँ ओके गरिदिउँ, यसरी चाहिँ लोड कम्बिनेसन गर्न पायो हो। अब हाम्रो सन्तजीको क्वेसन चाहिँ अब के थियो भने लोड केसमा जुन यो आरएसएक्सको लागि हामीले गरेका थियौँ, यो 9810 चाहिँ बिल्डिङको युज अनुसार भन्दा पनि हाम्रो कोडको सेलेक्सन अनुसार, जस्तो अमेरिकन कोड गरेको भए स्केल फ्याक्टर इनिसियल स्केल फ्याक्टर फरक लिनु पर्थ्यो होला होइन, एनबिसी गरेको भए फरक लिनु पर्थ्यो होला। तपाईँको चाहिँ इन्डियन गर्दाखेरि चाहिँ तपाईँले इटाफ 17 र 18 हो भने चाहिँ सिधै तपाईँले 9810 लिने हो होइन, तपाईँको जीको भ्याल्यु लिने हो। किनभने तपाईँको जस्तो यहाँनिर फङ्सन्समा रेस्पोन्स स्पेक्ट्रम फङ्सन डिफाइन गर्दाखेरि चाहिँ यहाँनिर जस्तो हाम्रो के थियो भने एएचको फर्मुला चाहिँ के थियो भने Z/2 इन्टु I/R इन्टु SA/G हो, SA/G। यसमा चाहिँ हामीले इटाफ 17 र 18 मा चाहिँ के गरे हुन्छ भने जेडको भ्याल्यु पनि हाले हुन्छ, आईको भ्याल्यु पनि हाले हुन्छ, आरको भ्याल्यु पनि हाले हुन्छ होइन। अब बाँकी हुन्थ्यो SA/G को भ्याल्यु। SA/G को भ्याल्यु चाहिँ कर्वबाट लिन्थ्यो र कर्वबाट लिँदाखेरि चाहिँ हाम्रो टाइम पिरियड चाहिँ इटाफले आफै क्यालकुलेट गरेर हाम्रो एसएको भ्याल्यु झिकिदिन्थ्यो भने जीको भ्याल्यु मात्रै हाल्न बाँकी हुन्थ्यो क्या हाम्रो। यही जीको भ्याल्यु चाहिँ हामीले यो रेस्पोन्स स्पेक्ट्रमको फङ्सनमा यहाँनिर चाहिँ फङ्सनमा चाहिँ हामीले यो जीको भ्याल्यु चाहिँ 9810 हाले हो। तपाईँको पुरानो इटाफ 15 इटाफ 16 भयो भने चाहिँ त्यहाँ चाहिँ के हुन्थ्यो भने यो फङ्सनमा चाहिँ इटाफ 16 र इटाफ 15 मा चाहिँ के हुन्थ्यो भने यो फङ्सनमा यहाँनिर यो जेडको भ्याल्यु आईको भ्याल्युहरू हाल्ने ठाउँ हुन्थेन क्या। जेडको भ्याल्यु त्यो हुन्थ्यो, आईआरको भ्याल्युहरू हाल्ने ठाउँ हुन्थेन। सो त्यस्तो केसमा चाहिँ तपाईँले के गर्नु पर्थ्यो भने इटाफ 15 इटाफ 16 भएको केसमा चाहिँ हामीले के गर्ने गर्थ्यौँ भने यो स्केल फ्याक्टर जुन थियो यसमा चाहिँ हामीले 9810 को सट्टा चाहिँ हामीले के गर्थ्यौँ भने IG/2R है। जस्तो यसमा चाहिँ के गर्थ्यौँ भने I इन्टु G डिभाइडेड बाई 2 डिभाइड बाई R। यसरी IG/2R चाहिँ हामीले जस्तो IG/2R चाहिँ हामीले लिने गर्थ्यौँ कि इटाफ 15 16 भएको भए चाहिँ। सो त्यसरी गर्ने गर्थ्यौँ। सो अहिले नयाँ इटाफमा चाहिँ हामीले जस्तो IG/2R क्यालकुलेट पनि गरिदियो हेरौँ, 1.2 इन्टु 9810 डिभाइड बाई 2 डिभाइड बाई 5 गरेर चाहिँ यसरी हामीले 1172 भनेर चाहिँ पुरानो इटाफमा लिने गरे हुन्थ्यौँ भने अहिलेको नयाँ इटाफ 17 र इटाफ 18 मा तपाईँले इन्डियन कोड अनुसार गर्ने भने सिधै इनिसियल स्केल फ्याक्टर्स तपाईँले 9810 नै राख्ने हो। अब एनालाइसिस रन भइसकेपछि त्यो स्केल फ्याक्टर चेन्ज गर्नुपर्छ, त्यो चाहिँ भोलिको क्लासमा तपाईँलाई एक्सप्लेन गर्छु है। अहिलेको लागि चाहिँ यसरी सबै प्यारामिटर डिफाइन गरिसकेपछि चाहिँ मोडल रन गर्नलाई रेडी भयो। मोडल रन गर्न रेडी भइसकेपछि चाहिँ अब के गर्नु पर्यो भने हामीले रन गर्नलाई चाहिँ तपाईँको के छ यहाँनिर रन एनालाइसिस भन्ने यहाँ प्ले बटन हुन्छ, अथवा अर्को तपाईँ के हुन्छ भने एनालाइजमा तपाईँ के हुन्छ भने रन एनालिसिस भन्ने हुन्छ F5 सर्टकट है। यसरी तपाईँले रन गर्नुभयो भने चाहिँ तपाईँको मोडल रन हुन्छ है। थोरै टाइम लाग्छ। यसरी रन भइसकेपछि चाहिँ यहाँनिर तपाईँको अब सर्टेन एउटा डिफर्म सेप देखिन्छ है। यो चाहिँ अब कस्तो हो भने अहिले अलिकति यो बिग्रियो हो, यसलाई अनडिफर्म गरौँ। यो चाहिँ मोडल रन भइसकेपछि त्यो अब अलिकति डिफर्म सेप जस्तो देखिन्थ्यो। अब मोडल रन भइसकेपछि हामीले चेक गर्नुपर्ने क्राइटेरियाहरू चाहिँ 2-3वटा क्राइटेरियाहरू हुन्थ्यो। त्यो क्राइटेरियाहरू चाहिँ अहिलेको लागि त्यो क्राइटेरियाहरू चेक गर्नुभन्दा पनि जस्तो के हेर्नु पर्थ्यो भन्ने सरसर अहिले ब्रिफिङ मात्रै गरौँ। हामीले मोडल अप्टिमाइज गर्न त अझै बाँकी नै छ है। बिम कलम साइजहरू बढाउनु पर्थ्यो, के भयो भने बढाउनु पर्थ्यो भन्ने कुराहरू हामीले गर्नु पर्थ्यो।
अहिलेको लागि चाहिँ यहाँ अप्सन्समा मैले मोडल एक्सप्लोरर अफ गर्दा थिएँ है, मोडल एक्सप्लोरर क्लिक गरेँ भने चाहिँ यहाँ साइडको टेबलहरू आउँथ्यो होइन। यसमा चाहिँ तपाईँको टेबल्समा चाहिँ जस्तो मोडल रन भइसकेपछि चाहिँ यो इटार 17 र 18 मा चाहिँ अलिकति फरक छ होइन। तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ भने डिस्प्लेमा सो टेबल्स गरेर यो सबै तपाईँले यसरी सबै सेलेक्ट गरिदिनुहोस् र ओके गरिदिनुहोस् हो। यो गरिसकेपछि तपाईँको यहाँ टेबलहरू जेनेरेट हुन्छ होइन। यसमा चाहिँ हामीले 2-4वटा चिजहरू चेक गर्नुपर्छ, जस्तो फर इक्जाम्पल एउटा मोडल पार्टिसिपेसन मास रेसियोज एउटा यो चेक गर्नुपर्छ। अर्को भनेको तपाईँको के चेक गर्नुपर्छ भने स्टोरी डिस्प्लेसमेन्ट, स्टोरी ड्रिफ्टहरू, स्टोरी डिस्प्लेसमेन्ट एन्ड स्टोरी ड्रिफ्ट। अर्को भनेको के चेक गर्नुपर्छ भने रेस्पोन्स स्पेक्ट्रमलाई स्केल गर्नु पर्यो। अर्को भनेको के चेक गर्नुपर्छ नि यस्तै 2-4वटा क्राइटेरियाहरू हुन्छ चेक गर्नुपर्ने। म तपाईँहरूलाई इन्डिभिजुअल चेक गराउँदै जान्छु र यसपछि चाहिँ एउटा चाहिँ अर्को के पनि सबै मिलिसक्यो भने चाहिँ तपाईँको एउटा के पनि गर्नुपर्छ भने तपाईँको यो डिजाइन आरसिसी डिजाइन पनि चेक गर्नुपर्छ। हाम्रो इटार्सले चाहिँ बिम कलमहरूको चाहिँ आफै डिजाइन गरिदिन्थ्यो भने त्यो डिजाइनहरू गरेर डन्डीहरू दिन्थ्यो, त्यो ठिक छ कि छैन भन्ने कुरा नि चेक गर्नु पर्थ्यो होइन। जस्तो मैले यसरी टेबल जेनेरेट गरेँ, टेबल जेनेरेट चाहिँ थोरै टाइम लाग्छ यो सबै टेबल जेनेरेट हुनलाई। एक सेकेन्ड है त, जेनेरेट हुँदै गर्छ एकैछिन है त। लास्ट टाइम लाग्ने टेबल जेनेरेट गर्न। इटार 17हरू इटार 17मा चाहिँ यही टेबलबाट सर निकाल्नु मिल्थ्यो। के जेनेरेट गर्नु पर्थ्यो भन्ने कुरा चाहिँ यो अहिले ह्याङै भएछ मेरो इटार चाहिँ। एउटा तपाईँलाई रिपोर्टको स्याम्पल देखाइदिइरहेको छु त्यतिन्जेल। रिपोर्टमा चाहिँ रिपोर्ट प्रिपरेसन चाहिँ हाम्रो लास्ट क्लासमा हुन्छ होइन। यसमा चाहिँ हामीले के देखाउनुपर्छ टेबलमा भन्ने कुरा चाहिँ तपाईँलाई देखाइरहेको होइन। यो लोड कम्बिनेसन भयो भने यसरी अर्थक्वेक जुन हामीले सिस्मिक कोएफिसिएन्टबाट लिँदाखेरि हामीले भ्याल्युहरू जेडको भ्याल्यु के ल्याएको छौँ भनेर देखाउनु पऱ्यो। त्यसपछि यो सिस्मिक वेट चाहिँ हामीले इटार्सबाट आफै जेनेरेट जुन भएको हुन्थ्यो त्यो सिस्मिक वेट चाहिँ कति छ भनेर लिनु पऱ्यो। त्यस्तै बेसियर भनेको तपाईँको भिबी भनेको कति निस्क्यो भनेर त्यो पनि देखाउनु पऱ्यो होइन। त्यस्तै तपाईँको यो स्टोरी ड्रिफ्टको टेबल हामीले राख्नुपर्छ। स्टोरी ड्रिफ्ट भनेको चाहिँ के हो भने तपाईँको स्टोरी ड्रिफ्ट र डिस्प्लेसमेन्ट हुन्छ। थोरै कन्सेप्ट दिइराख्नु तपाईँहरूलाई। यो चाहिँ कस्तो हुन्छ भने तपाईँको बिल्डिङ जस्तो यो छ, तपाईँको बिल्डिङ तपाईँको डिफर्म भयो अरे यसरी होइन। यहाँनिर सर्टेन एउटा डेल्टा आउँछ टपमा हो। यो चाहिँ तपाईँको टोटल हाइट अफ बिल्डिङ एच छ भने चाहिँ यो हाम्रो डिफर्मेसन चाहिँ सम अलाउएबल डिफर्मेसन चाहिँ लिमिट चाहिँ कति हुन्छ भने डेल्टा सुड बी लेस देन 0.004 टाइम्स एच टोटल हाइट, यसको भित्र चाहिँ पर्नुपर्छ भन्ने एउटा हुन्थ्यो हो।
एउटा डिस्प्लेसमेन्टको लिमिट चाहिँ यो हुन्थ्यो। ड्रिफ्टको तपाईँको लिमिट भनेको ड्रिफ्ट भनेको चाहिँ के हो भने जस्तो यो स्टोरी र यो स्टोरी छ भने चाहिँ यो पोइन्टको डिस्प्लेसमेन्ट र यो पोइन्टको डिस्प्लेसमेन्ट डिभाइडेड बाई तपाईँको इन्टर स्टोरी हाइट बिल्ड भनेको एउटा एक तलको हाइट तपाईँको डिभाइड गर्नुभयो भने चाहिँ तपाईँको इन्टर स्टोरी ड्रिफ्ट हुन्छ। यो इन्टर स्टोरी ड्रिफ्ट चाहिँ तपाईँको सुड बी लेस देन 0.004 भन्ने क्राइटेरिया हुन्छ। फोरी भयो है। 0.004 भन्ने एउटा ड्रिफ्टको क्राइटेरिया हुन्छ। डिस्प्लेसमेन्टको लागि चाहिँ 0.004 टाइम्स स्टोरी हाइट हुन्छ। यो क्राइटेरिया चाहिँ हामीले चेक गर्नुपर्छ होइन। जस्तो मैले अहिले रिपोर्टमा सरसर मात्रै जाउँ, यो चेक गर्ने चाहिँ भोलि पनि गरौँला है। अहिले चाहिँ यसरी स्टोरी ड्रिफ्टको लागि चाहिँ टेबल यसरी राख्नुपर्छ। यो यसमा चाहिँ यो जुन ड्रिफ्टको कलम छ यो चाहिँ 0.004 भन्दा कटाएको छ कि छैन भन्ने कुरा हेर्नु पर्थ्यो। त्यस्तै तपाईँको अब मोडल मास पार्टिसिपेटिङ रेसियो भने मैले यो चाहिँ मोडल मास पार्टिसिपेटिङ रेसियो चाहिँ के हुन्छ भने तपाईँको यो चाहिँ टोटलमा चाहिँ मोडल पार्टिसिपेसन रेसियो चाहिँ 90% कट्नुपर्छ भन्ने एउटा कोडले क्लज राखिदिएको छ। भनेको तपाईँको अहिले जस्तो बाई डिफल्ट 12 नम्बर अफ मोड ल्याएको थियो भने 12 नम्बर अफ मोडमा 90% 0.9 कट्नुपर्छ भन्ने कुरा हो। इनकेस 0.9 कटेन भने तपाईँको यो मोडको भ्याल्यु बढाउँदै जाने, त्यो पनि म तपाईँलाई भोलि देखाउँछु होइन। अर्को एउटा क्लज के छ भने फर्स्ट तिनवटा मोडमा चाहिँ तपाईँको यो सम युएक्स र सम युआईको भ्याल्यु चाहिँ 0.65 कट्नुपर्छ भनेर पनि यो आइएस 1890/2016 ले चाहिँ अर्को एउटा क्लज राख्दैछ होइन। यो भ्याल्यु चाहिँ 0.65 कट्नुपर्छ भन्ने छ। यो कटेन भने के गर्ने भन्ने कुरा पनि म तपाईँहरूलाई भोलि क्लासमै भन्छु। फर्दर मोर यसरी यो समरी एउटा बनाउनुपर्छ बिम कलमहरूको, स्ल्याबहरूको, स्टेयरकेसहरूको हामीले कत्रो साइज राख्यौँ, कति डन्डी राख्यौँ भनेर समरी बनाइदिनुपर्छ। यो त ड्रइङको पार्टमा आइहाल्छ होइन। त्यसपछि हामीले रिपोर्टमा चाहिँ अरू यसरी रिइन्फोर्समेन्टहरूको देखाउनु पर्थ्यो ग्रिड वाइज। त्यसपछि एक्जेल फोर्स सियर फोर्स डायग्रामहरू देखाउनु पर्थ्यो। त्यस्तै यो चाहिँ स्टोरी डिस्प्लेसमेन्ट हो यो होइन। स्टोरी डिस्प्लेसमेन्टमा चाहिँ तपाईँको म्याक्सिमम तपाईँ कति गएको छ, यसरी तपाईँको यहाँ 15 mm गएको रहेछ यो बिल्डिङमा, यो सानो बिल्डिङ हो, यो हाम्रो बिल्डिङमा पनि चेक गरेर देखाउनुपर्छ होइन। त्यसपछि चाहिँ यसरी म्यानुअल डिजाइन सिटहरू तपाईँले के बनाउनु भएको छ त्यो इन्क्लुड गर्नु पर्थ्यो। अनि सेफमा फुटिङ डिजाइन गरेर चाहिँ सेफको फुटिङहरू डिटेलहरू पनि इन्क्लुड गर्नु पर्थ्यो होइन। त्यो चाहिँ भोलिको क्लासमा हामी गर्दै जान्छौँ के चेक गर्ने हो। अहिलेको लागि चाहिँ टेबल भन्दा पनि हामी के एउटा गरिदिउँ भने डिजाइन गरेर एकचोटि हेरौँ, किनभने हाम्रोमा त अहिले साइजिङै फिक्स गर्नुपर्ने छ फर्स्ट अफ अल होइन। हाम्रो त साइजिङहरू मिलाएको छैन। जस्तो 12 इन्चको कलमले 10 तलाको बिल्डिङलाई त थेक्न सक्दैन होला। त्यो कसरी हेर्ने भने तपाईँको डिजाइनमा गएर कङ्क्रिट फ्रेम डिजाइनमा स्टार्ट डिजाइन चेक भन्ने हुन्छ। यसरी यो स्टार्ट डिजाइन चेक गऱ्यो भने चाहिँ हरेक एलिमेन्टको यसले चेक गर्न थाल्छ। यो येल्लो लाइनले चेक गरेको देखाइरहेछ है। ठुलो बिल्डिङहरूमा चाहिँ टाइम लाग्छ थोरै। यसरी चाहिँ स्टार्ट डिजाइन गरिसकेपछि चाहिँ अब तपाईँको यहाँनिर जस्तो कुनै एउटा ग्रिड हेरेँ, ग्रिड 3 हेरिदिउँ है त। ग्रिड 3 भने ग्रिड 1 हेरिदिउँ है त। एलिभेसन 1 मा मैले यसरी यतापट्टि भ्यूपोर्ट भयो, यसमा प्लानै खोल्यौँ। यतापट्टिको भ्यूपोर्टमा चाहिँ जुन डिजाइन रन भइसक्यो त्यो भ्यूपोर्टमा यसमा चाहिँ एलिभेसन 1 हेरेँ मैले है। 1 हेऱ्यो भने तपाईँको के छ भने कसरी दिएको हुन्छ भने यसरी जेनरली चाहिँ तपाईँको ठिक छ भने चाहिँ यसरी यहाँनिर यो भ्याल्युहरू दिइरहन्छ। जस्तै कलमहरूमा यो 5249 यिनीहरू भनेको चाहिँ स्टिलको रिइन्फोर्समेन्ट इन mm² दिएको हो है। अनि त्यसपछि अरूमा चाहिँ ओएस भनेको ओभरस्ट्रेच भनेर दिएको हो। जस्तो यो mm² चाहिँ कसरी हुने भयो भने अब जस्तो हाम्रो अहिले 12-12 को पिलर छ होइन। 12-12 को पिलरमा चाहिँ 5249 चाहिँ mm² डन्डी चाहिँ प्रोभाइड गर्नु पर्यो।
50 to 149 चाहिँ हामीले हिसाब चाहिँ कसरी गर्थ्यौँ भने 52 जस्तो एउटा रिबारको एरिया अफ स्टिल झिक्थ्यौँ। जस्तो 16 को रिबार थियो अरे 16 × 16 × 3.1415 डिभाइड बाई 4 भनेको पाई डी स्क्वायर बाई 4 गऱ्यो भने चाहिँ एउटा 16 को रिबारको एरिया अफ स्टिल चाहिँ 201 mm² हुन्छ हैन। भनेपछि तपाईँको 5249 डिभाइड बाई 201 गऱ्यो भने चाहिँ तपाईँको टोटल त्यो कलममा चाहिँ 26 वटा रिबार चाहिँ तपाईँले राख्नुपर्छ अरे हैन। 12 बाई 12 को पिलरमा त 26 वटा डन्डी राख्ने त कुरा आउँदैन। 12 12 को पिलरमा भनेको हाम्रो 8 वटा रिबार मात्रै राख्न सक्छौँ। तपाईँहरूले प्र्याक्टिसमा पनि देख्नुभयो होला हैन। यसरी चाहिँ तपाईँको यो एरिया अफ स्टिल चाहिँ त्यो दिएको भन्न खोजेँ मैले है। अब अर्को भनेको यसरी चाहिँ तपाईँको यो तपाईँको पर्सेन्टेज अफ स्टिलमा पनि हेर्ने मिल्छ यो चिज है। डिजाइनमा कङ्क्रिट फ्रेम डिजाइनमा डिस्प्ले डिजाइन इन्फो भन्ने हुन्छ है। डिस्प्ले डिजाइन इन्फो भन्ने हुन्छ। यसमा डिजाइन आउटपुटमा लङ्गिट्युडल रिइन्फोर्समेन्ट छ भने चाहिँ यहाँनिर रिबार पर्सेन्टेज भनेर पनि हेर्न मिल्छ। रिबार पर्सेन्टेज गऱ्यो भने चाहिँ यहाँनिर चाहिँ के छ भने तपाईँको पर्सेन्टेज अफ स्टिल दिएको हो यो पर्सेन्टेज हैन। हाम्रो चाहिँ कलममा चाहिँ हामीले अलाउएबल पर्सेन्टेज चाहिँ हामीले कति राख्ने गर्छौँ भने भन्नलाई चाहिँ 6% भन्छ हैन। 6% भन्छ तर 6% चाहिँ हामीले प्रोभाइड गर्ने गरे हुँदैनौँ। 6% चाहिँ कहाँ पुग्नु पर्यो भने तपाईँको यो के भन्छ ल्याब गरेको ठाउँमा 6% पुग्नु पर्यो है। भन्नुको मतलब हामीले चाहिँ अब यसमा चाहिँ हामीले पर्सेन्टेज अलाउ गर्ने भनेको म्याक्सिमम एकदम म्याक्सिमम गए 4% सम्म जाने हो हैन। अझ हामीले चाहिँ प्र्याक्टिकली चाहिँ हामीले लिमिट चाहिँ यो पर्सेन्टेज चाहिँ 3% स्टिलसम्म हामीले लिमिट गरेर आउँथ्यौँ। 3% भन्दा धेरै राख्न थाल्यो भने अब साइडमा डन्डी सन्डी मिलाउन वर्न झन्झट हुन्छ, गाह्रो हुन्छ भनेर चाहिँ अब 3% लिमिट गरेर आउँथ्यो। ल्याब गर्दाखेरि चाहिँ 3 मा ठ्याक्क 50% डन्डी तपाईँको के पनि कोडले भनेको छ भने कुनै पनि एउटा सेक्सनमा तपाईँको स्टिल चाहिँ 50% भन्दा धेरै कर्टेलमेन्ट गर्न पाइँदैन। भन्नु मतलब तपाईँको जस्तो रेसिडेन्सियल बिल्डिङहरू हेऱ्यो भने 12 12 को पिलर 8 वटा डन्डी छ भने चाहिँ कुनै पनि एउटा ल्याब गर्ने ठाउँमा चाहिँ हामीले 4 वटा डन्डी भन्दा धेरै ल्याब गर्न पाइँदैन भन्न खोजेँ। सो अब के हुने भयो भने 4 वटा डन्डी ल्याब गर्दाखेरि चाहिँ त्यो सेक्सनमा चाहिँ अब एरिया अफ स्टिल चाहिँ ठ्याक्क 1.5 टाइम्स झन्डै हुन जान्छ नि त। भनेपछि तपाईँले म्याक्सिमम 4% सम्म तपाईँले प्रोभाइड गऱ्यो भने चाहिँ ल्याब गरेको ठाउँमा बल्ल 6% पुग्छ हैन। तर हामीले डिजाइन गर्दाखेरि जहिले पनि अलिकति फ्याक्टर सेफ्टी अझै हामी राख्ने गर्छौँ। 6% लिमिट छ भने 6% नपुर्याउने हामीले चाहिँ अझै घटाउने भएर चाहिँ हामीले यो नर्मली डन्डी प्रोभाइड गर्दा 3% को हाराहारीमा चाहिँ हामीले राख्ने गर्छौँ, लिमिट गर्ने गर्छौँ है। सो यसरी चाहिँ तपाईँको पर्सेन्टेज स्टिल नागिरहेछ भने चाहिँ हामीले चाहिँ कलमको साइज बढाउनु पर्यो भन्ने कुरा एउटा यहाँबाट देखिन्छ हैन। अर्को चाहिँ तपाईँ के छ भने ओएस भनेको मतलब चाहिँ के छ भने ओएस भनेको चाहिँ के हो भने जति पनि तपाईँले एरिया अफ स्टिल जति बढाए पनि तपाईँको कलम चाहिँ ठेक्दैन। यो कलम चाहिँ कम्प्लिटली फेल भइरहेछ भन्नु खोजे ओएस भनेको। यो भन्नुको मतलब पनि हाम्रो कलमको साइज बढाउनु पर्यो भन्ने कुरा चाहिँ हामीले देख्न सक्छौँ हैन। अर्को भनेको जस्तो लङ्गिट्युडल रिइन्फोर्समेन्ट हेरौँ है। बिमहरूमा रातो रातो देखाइरहेछ हैन। बिमहरूमा रातो रातो देखाइरहेछ। बिममा तपाईँले राइट क्लिक गरेर हेऱ्यो भने चाहिँ तपाईँको यहाँनिर सेयरमा ओएस भनिरहेछ है। सेयरमा ओएस भनेको ओभरस्ट्रेस भने हो यो। यसमा डिटेल्समा हेऱ्यौँ भने चाहिँ तपाईँले यहाँनिर समरी देख्दै हुन्छ। समरीमा चाहिँ के भन्छ सेयर स्ट्रेस ड्यु टु सेयर फोर्स एन्ड टर्सन टुगेदर एक्सिड म्याक्सिमम अलाउड भनेर भने हुन्छ। भन्नुको मतलब चाहिँ यो बिम चाहिँ हाम्रो सेयरमा फेल भइरहेको रहेछ है। सेयरमा फेल भयो भने पनि हामीले डेप्थ एकचोटि बढाइहेर्ने है। जस्तो फर्स्ट फ्लोरहरूमा हेऱ्यो भने यसरी सबै यो बिमहरू चाहिँ रातो रातो देखाएको मतलब रातो भनेको फेल भएको है। कलम पनि रातो देखाएको मतलब कलम पनि फेल भइरहेछ। यसरी चाहिँ हामीले कलमको साइज बढाउनु पर्यो। फर्स्ट अफ अल चाहिँ कलमको साइज बढाउनु पर्यो भने थाहा भयो हामीलाई हैन। फर्स्ट अफ अल हामी कलमको साइज बढाइहेर्छौँ। त्यसपछि फेरि बिमहरू फेल भएको छ कि छैन, कलम पास भइसकेपछि बिमहरू फेल भएको छ कि छैन भनेर बिमहरू पनि बढाइहेर्छौँ। त्यस्तै हामी इटरेसन गर्दै चेक गर्दै गरेर हामीले काम गर्ने गर्छौँ है। त्यो चाहिँ हामी भोलिको क्लासमा डिटेलमा हामी यो बिल्डिङको अप्टिमाइजेसनको हामी गर्छौँ भोलि। त्यसपछि भोलि अप्टिमाइजेसन सक्यो भने चाहिँ हामी पर्सि चाहिँ सेफमा फुटिङ गर्छौँ र त्यसपछि सेफमा फुटिङ भ्याइयो भने पर्सि नै हामी रिपोर्टिङमा पनि सरसर हेरौँला। रिपोर्टिङमा अब के राख्ने भन्ने मात्रै कुरा हो, खासै कम्प्लिकेटेड हुँदैन।
भ्याएन भने हामी अर्को एक दिन अझै क्लास लिएर सकाइदिन्छौँ हामी क्लास है। अब हामीसँग 8 मिनट 7 मिनट जति बाँकी छ 9 बज्नलाई। केही क्वेसनहरू छ भने अहिलेसम्मको थोरै अलिअलि क्वेसन एन्सर सेसनहरू गरौँ है त। हजुर के भन्नुभयो? हजुर 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 हुन्छ भोलि त्यसो भए त्यही गरौँ त। भोलि फ्राइडे होइन त? भोलि यो अप्टिमाइजेसनको काम गरौँ, त्यसपछि स्याटरडे एक दिन ब्रेक गरौँला। सन्डे चाहिँ अनि सेफ गरेर अनि सेफमा फुटिङ गरेर अनि भ्यायो भने रिपोर्टिङ त्यही दिन गरौँला। अनि त्यो दिन पनि अब क्वेसन एन्सर सेसनहरू त्यो दिन चाहिँ अलिकति लामो क्लास राखौँला नि है। हजुर त्यही प्रोसिजर हो सर। अब हाम्रो चाहिँ हाइटहरू चाहिँ अटोक्याड ड्रइङबाट हाइटहरू फिक्स गर्नु पऱ्यो र त्यो हाइट गएर चाहिँ तपाईँले अब स्टेकेस बना जस्तै पोइन्टहरू झिकेर तपाईँले बनाउनु पऱ्यो। प्रोसेस चाहिँ त्यही हो। बिम कलमहरूको म्यानुअल एक्सेलमा गरिराख्नु पर्दैन सर। हामीले चाहिँ यसमा चाहिँ के गर्ने गर्छौँ भने स्ल्याबको स्टेयरकेसको फुटिङहरूको चाहिँ होइन तपाईँको अब सो तपाईँले बिम कलम चाहिँ इटाप्सबाट सिधै झिक्दा हुन्छ। स्ल्याब पनि इटाप्समा तपाईँहरूलाई म डिजाइन गर्न सिकाउँछु भोलि होइन। तर तपाईँ के छ भने स्ल्याब चाहिँ इटाप्सबाट गर्दाखेरि चाहिँ तपाईँको अलिकति धेरै रिइन्फोर्समेन्ट देखाइदिन्छ क्या। सो स्ल्याब गर्ने कारण चाहिँ त्यो थियो होइन। अब म्यानुअल यो एक्सेल फर्मेटहरू चाहिँ प्रोभाइड गर्ने गरिन्न तपाईँहरूको चाहिँ। त्यो चाहिँ तपाईँले म आरसिसी किताब तपाईँलाई पिल्लाई भनेर तपाईँलाई उसमा ड्राइभमा राख्दैछु, त्यसबाट हेरेर अनि त्यसपछि मेरो एउटा स्याम्पल दिन्छु। त्यसको आधारमा चाहिँ तपाईँले म्यानुअल चाहिँ आफै गर्नुपर्छ होइन। तपाईँहरूलाई चाहिँ म केसम्म चाहिँ सिकाइदिन्छु भने म्यानुअल डिजाइन ठाउँ ठाउँमा चाहिँ तपाईँको म्यानुअल डिजाइन नदिएर ड्रइङहरूमध्ये पनि पुग्छ। अब त्यहाँनिर ध्यान पुऱ्याएर हुँदैन होइन। सो त्यस्तो केसमा चाहिँ डन्डीहरू कति कति राख्ने भन्ने कुरा चाहिँ म तपाईँहरूलाई भनिदिन्छु। तपाईँहरूले चाहिँ तर राम्ररी डिजाइन गर्ने हो भने भोलिको दिनमा अरूले क्वेसन गर्न सक्छ भन्ने हिसाबले चाहिँ सिकिराख्दाखेरि चाहिँ बेटर हुन्छ है। फुटिङको चाहिँ अनि पहिले फुटिङ आफै गर्ने गर्थ्यौँ, अहिले चाहिँ सेफबाट फुटिङको राख्छौँ है। हजुर 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 हाम्रो जस्तो के भन्छ यो सी होइन, एलिभेसन सी जस्तो यहाँनिर यो ल्यान्डिङ बिम भयो होइन। अब के गर्थ्यौँ भने हामी स्टेयरकेसको अब ओपन वेल छ भने स्टेयरकेसको यसरी हरेक ल्यान्डिङ लेभल चाहिँ हामीले नापेर ड्रइङमा नापेर गर्न सक्छौँ नि होइन। जस्तो त्यो ल्यान्डिङको हाइट गरेर हामीले रेफरेन्स प्लेन चाहिँ बनाउन सक्छौँ होइन। जस्तो एउटा ल्यान्डिङ यहाँ पर्थ्यो अरे एउटा ल्यान्डिङ यहाँ पर्थ्यो अरे, दुईवटातिर हामीले रेफरेन्स प्लेनबाट ल्यान्डिङको लेभल बनाएर ल्यान्डिङको स्ल्याब पनि तपाईँहरूले अलिकति वर्कआउट गरेर पनि गर्न सकिहाल्नुहुन्छ, खासै कम्प्लिकेटेड हुँदैन होइन। त्यसपछि तपाईँले ल्यान्डिङ लेभलमा तपाईँले यसरी बनाएर इन्क्लाइन तपाईँको स्ल्याब पनि बनाउन सक्नुभयो होइन। भनेपछि हामीले चाहिँ कसो गर्ने गर्थ्यौँ भने यो बिम पनि यसरी नै इन्क्लाइन पारेर हामीले ल्यान्डिङ बिम दिने गर्थ्यौँ। तर टुक्रा टुक्रै हुन्छ, त्यो एउटै बनाउन सकिन्न, टुक्रा टुक्रै हुन्छ। तर अब यसो रेजिडेन्सियल बिल्डिङमा चाहिँ जेनरली अब ल्यान्डिङ बिम दिएर गरेर हुँदैन। रेजिडेन्सियल बिल्डिङमा चाहिँ हामी सिधै वालमा रेस्ट गराइदिने भन्ने हिसाबले गरेर हुन्छ होइन। ल्यान्डिङ बिम चाहिँ अब ठुल्ठुलोमा चाहिँ अब राख्ने चलन हो। तर अब हाम्रो एनबिसी कोडले नै के भन्दैछ भने ल्यान्डिङ दियो भने त कलमसँग अट्याच भयो होइन। तर अब कोडले नै 25 mm ग्याप राख भनेर भनिरहेछ होइन। अब हामीले चाहिँ त्यो लजिकले चाहिँ स्टेयरकेसलाई चाहिँ सेपरेट स्ट्रक्चर बनाउन खोजेको भएर हामीले ल्यान्डिङ प्रोभाइड नगरेको भनेर डिफेन्ड गर्न सकिन्छ। किनभने त्यो डिजाइन फिलोसफी चाहिँ कस्तो भयो भने त्यसको लागि ल्यान्डिङ बिम दिएर स्टेयरकेस त्यहाँ कलमसँग अट्याच गऱ्यौँ भने चाहिँ तपाईँको कलमहरूमा चाहिँ स्ट्रेस एकदम बढ्छ क्या। जस्तो अहिले पनि हामीले यसरी ल्यान्डिङ दियो भने चाहिँ कलममा चाहिँ तपाईँको डन्डी चाहिँ बढिरहेको हुन्छ क्या होइन। अब हाम्रो लजिक चाहिँ कस्तो थियो भने बढेको डन्डीको लागि बरु कलम एक्स्ट्रा डिजाइन गरिदिने
अनि स्टेकेस पनि फेल नहोस्, कलम पनि फेल नहुने हिसाबले हामीले डिजाइन गऱ्यौँ। यो गर्दाखेरि चाहिँ अब स्लाइटली अलिकति एक्सपेन्सिभ हुन जान्थ्यो। अब रेसिडेन्सियल बिल्डिङमा चाहिँ त्यो एनपिसी कोडले चाहिँ ल्यान्डिङ बिमलाई कनेक्ट स्टेयरकेसलाई कनेक्ट नगरी गर भन्नेको मतलब चाहिँ के हो भने भुइँचालो आएको बेला चाहिँ त्यो स्टेयरकेसले चाहिँ कलममा चाहिँ एक्स्ट्रा लोड नदियोस् होइन। एक्स्ट्रा लोड नदिइसकेपछि कलम त फेल नहुने भयो। कलम फेल नभइसकेपछि तपाईँको कलम फेल नभयो भने चाहिँ बिल्डिङ चाहिँ कोल्याप्स हुँदैन भन्ने लजिकले चाहिँ बरु स्टेयरकेसमा ड्यामेज आओस् अलिकति होइन, स्टेयरकेसमा ड्यामेज आओस् तर कलम चाहिँ फेल नहोस् भन्ने लजिकले चाहिँ उसले चाहिँ बिल्डिङको कोल्याप्स प्रिभेन्सनको लागि चाहिँ उसले त्यसरी त्यो लजिकबाट चाहिँ छुट्याइ गर्न खोजेको क्या हामीले। सो दुईवटा मात्रै जुनै डिजाइन फिलोसफी लिए पनि हामीले डिफेन्ड गर्दाखेरि चाहिँ यो लजिकले यसरी गर्न खोजे भनेर डिफेन्ड गर्न सक्नु पऱ्यो। जसरी तपाईँले डिजाइन अप्रोच लिएर गर्दा पनि हुन्छ है। हजुर 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 मैले तपाईँले भनेको अलिक बुझिनँ, कस्तो भन्नुभएको? ल यतापट्टि 14 फिट छ मानु होइन। हजुर हजुर अब सकेसम्म चाहिँ पिलर दिएर गर्दाखेरि बेटर हुन्छ होइन। तर कहिलेकाहीँ तपाईँको प्लानिङ गर्दाखेरि पिलर राख्न नमिल्ने हुन्छ। सो पिलर नराखेको खण्डमा चाहिँ तपाईँले उ गर्दा हुन्छ, के भन्छ एउटा अब त्यहाँनिर स्ल्याब त त्यो पोर्सनसम्म आउँछ नि त, स्ल्याबलाई त्यहाँसम्म सपोर्ट गर्नलाई चाहिँ सेकेन्डरी बिमले चाहिँ स्ल्याबले त्यहाँसम्म सपोर्ट गरिदिने। स्टेयरकेसको पोर्सन चाहिँ तपाईँको छुट्टै हुने हिसाबले चाहिँ कलम नदिँदा पनि हुन्छ। तर रेकमेन्डेड चाहिँ कलम दिएर गर्दाखेरि चाहिँ रेकमेन्डेड हो, किनभने अब ट्राई गर्न सजिलो हुन्छ भनौँ न। जस्तो यही केसमा पनि भन्नु खोज्नु मतलब जस्तो यो ग्रिड चाहिँ मानौँ यहाँ तलबाट थियो होइन, जस्तो यस्तो भन्न खोज्नु भयो होला तपाईँले। यस्तो भन्न खोज्नु होइन। यस्तो केसमा चाहिँ तपाईँले अब रेकमेन्डेड चाहिँ तपाईँको खासमा यहाँ कलम दिने नै हो। तर यहाँ त अब यो धेरै क्लोज स्पानमा कलम भएको जस्तो हुन्छ नि त। अब हाम्रो पो मिल्थ्यो, कहिलेकाहीँ तपाईँको बिल्डिङ केसहरू मिल्दैन। त्यस्तो केसमा चाहिँ तपाईँले यसरी यहाँनिर स्ल्याबसम्म चाहिँ यहाँनिर चाहिँ सेकेन्डरी बिम एउटा कस्दिने होइन, यो स्ल्याबलाई चाहिँ एक्स्ट्रा सपोर्ट होस् भनेर। स्टेयरकेस चाहिँ अब यो स्टेयरकेस सपोर्ट त यतापट्टिको वालमा र यतापट्टिको बिममा सपोर्ट हुने भयो भन्ने हिसाबले चाहिँ त्यसरी गर्न पनि पाइन्छ। तर त्यस्तो गर्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ के हुनसक्छ नि, यो बिमको साइज चाहिँ अलिकति ठुलो आउनसक्छ, त्यति मात्रै कुरा हो है। सो त्यही धेरै ठुलो रेकमेन्डेड चाहिँ स्टेयरकेसको वरिपरि चाहिँ कलम राख्ने रेकमेन्डेड हो है। त्यही गरौँ त त्यसो भए। अब एक्स्ट्रा क्वेसनहरू छ भने भोलि क्लासमा पनि कन्टिन्यू गरौँला। भोलि अप्टिमाइजेसनतिर गर्छौँ हामी, मोडल अप्टिमाइजेसन गर्छौँ। म तपाईँहरूलाई सेफको पनि फाइल तपाईँलाई अहिले पठाइदिन्छु। अनि सेफको लागि इन्स्टलेसनको भिडियो चाहिँ म भयो भने तपाईँहरूलाई ड्राइभमै युट्युबको भिडियो डाउनलोड गरेर राखिदिउँला। सेफमा चाहिँ हामीले सेफ 16 युज गर्थ्यौँ, त्यसमा चाहिँ रन एज डेट गरेर गर्नु पर्थ्यो होइन। त्यो भएर अलिकति झन्झट हुनसक्छ। एकचोटि आज दिउँसो सेफ एउटा चाहिँ ट्राई गर्नु ल इन्स्टल गर्न। त्यो एउटा सेफ इन्स्टल गर्न सकियो भने चाहिँ भोलि क्लासमा सेफको अलिकति इन्ट्रोडक्टरी जस्तो मात्रै, अब अप्टिमाइजेसन गरेर छिटै भ्याइन्छ होला प्रब्लम। त्यसपछि सेफको इन्ट्रोडक्टरी क्लास जस्तो भयो भने गरौँला भोलि है। आजलाई यति गरौँ है त।